Smart Direction Education and Visa Services presents Coffee Golf. Stressless, enjoy the best. 8 वटा अन्डामा 6 वटा मात्रै अन्डा खान्थे क्या दुईटा त आफ्नै हो नि त कहाँ गेडामा हावा आयो के मैले बुझेन गेडामा हावा साड त हो कि क्या उसले पोगिन जित्दैन बियर खुवाउँछ मलाई नि अलिअलि त थाहा छैन धेरै सोझो नबनाऊँ क्यामेराको अगाडि त्यो खेल्ने मान्छेहरूले तँ हान्थ्यो त तैँले हान्दा पर्छ कि भनेरै हान्न लाउँछन् क्या त्यो त मुङलिङ नारायणगढको सडकमा जस्तो जाम हुन्छ नि भाडाको त्यस्तो जाम भइरहेको छ क्या भाडाले त म आई थट आई वाज अ ट्राफिक के त्यहाँ क्लियर गर्दैछु रस्ता भिजा छ तँलाई भाडा हानेर त भन्नु भएन यसलाई यसै त्यहीँ बिचतिर गएर आएको कोट लाएर भाडा हान्ने नि कोट लाएर भाडा हान्ने चाहिँ यो डिप्रेसनमा भएको मान्छेलाई त किन डिप्रेस भइस तेरो लाइफ चाहिँ सिम्पल हो यस्तो गरेर नि मान्छे डिप्रेस हो भन्न मिल्दैन रहेछ बसिरहेको बेला मान्छेले ओइ निस्कि भन्दा त भन्ने बित्तिकै निस्किन सक्दिन डिप्रेसनमा बसेको मान्छे केटीको पछि लाउन धेरै अगाडि छोड्दैछ मेरो खाटमा जति नि सुतेछन् नि मेरो साथी दाजुभाइहरू दिएर त बेस्ट म्याट्रेस अब चाहिँ धेरैजना कन्सल्टेन्सीहरू चाहिँ बन्द हुन्छ 1000% राइट डाट इन द नोट त्यो हेर्छु अस्ट्रेलियाको भन्दा धेरै सेभिङ त दुबईको मान्छेले गरिरहेको कसम हो साँच्चै हो होइन लाइफस्टाइल अस्ट्रेलियामा राम्रो होला पैसा चाहिँ दुबईको मान्छेले बढी सेभिङ गर्छ तपाईँ भोलि नेपाल फर्किनु भने फर्किनुहुन्छ भोलि म त नेपाल फर्किन्न यार के 2018 मा चलेको इन्फ्लुएन्सरहरूसँग चल्ली भने गनी हातमा धेरै जानु छैन कि काण्ड गरेको गर्न पर्यो म्याच सिक्ने भए भने हाम्रो एउटा छ नि त हुन पर्यो भुँडी घटाउने भनेको भित्र तान्ने सबैभन्दा सजिलो र छिटो उपाय हाम्रो इन्डियन जिन्स नेपाली जिन्स भनेको चाहिँ स्किनी फ्याट भुँडी ठुलो आर्म्स पातलो जस्तो भिजा आउने बित्तिकै बुढा उहाँहरू नि तपाईँको एउटा प्यानमा एउटा पास्ता भयो चुइयो फाल्दै तपाईँको प्यान मात्रै 50 देखि 100 वटा प्यान हुन्छ म पहिला किचनमा काम गरेँ मान्छे कन्सल्टेन्सीमा कसरी आयो भनेपछि मलाई कोड लाउन मन लाग्यो तपाईँहरू अस्ट्रेलियामा अहिले सबभन्दा इन्टरनेसनल स्टुडेन्टको लाइफमा सबभन्दा घातक कुरा के हो पोकिज Smart Direction Education and Visa Services presents Coffee Golf. Stressless, enjoy the best. Powered by Mayala Group of Companies. Travel partner, Everest Travels. Grocery partner, Namaste Mart, Wollongong. Automotive partner, Gurkha's Auto Repairs. Daily routine partner, Himalaya Vitality. Clothing partner, Bianca Fashion House. Food partner, Bhurbhure Momo Rocktail. Design and thumbnail partner, Jungle. Removals partner, Mama Bhanja Removals and Courier Services. Butchery partner, Everest Butchery. नमस्ते स्वागत छ स्मार्ट डिरेक्सन एजुकेसन एन्ड भिजा सर्भिसेस प्रेजेन्ट्स कफी गफमा यहाँहरूलाई पावर्ड बाई मायालु ग्रुप अफ कम्पनीज ग्रोसरी पार्टनर नमस्ते मार्ट वोलङ्गङ ट्राभल पार्टनर एभरेस्ट ट्राभल्स रिमुभल पार्टनर मामा भान्जा रिमुभल्स एन्ड कुरियर सर्भिसेस अटोमोटिभ पार्टनर गोर्खाज अटो रिपेयर्स डिजाइन एन्ड थम्बनेल पार्टनर जङ्गल बुचरी पार्टनर एभरेस्ट बुचरी र फुड पार्टनर भुरभुरे मोमो आजको यो हाम्रो एपिसोडमा लेखमणि तिर्ताल मेरो को होस्ट र हाम्रो प्रिय भाइ मनिष सापकोटा स्वागत छ मनिष यार स्वागत छ है यो दुईजना मोटो बिचमा पातलो कहाँ दाइ मनिष त्यही त छु नि भने तिम्रो कहाँ कुरा गर त कपालको पो अनि मेरो नि कहाँ दाइ मेरो यसो नडाडी भन्ने हो भने मेरो सोरुम चाहिँ त्यस्तो हो दाइ गोदाम गोदामसम्म नजाउँ होइन दुईजनाले चाहिँ टक्क हामी छाना नहालिकन आएको छौँ नि त उसले छाना पनि हालेर आएको छ क्या किनभने त्यो आलुलाई छ नि भाइ आलु रोप्ने बेलामा त्यो माथिबाट त्यो खरसरले त्यो के हाल्छ नि त किनभने त्यहाँको आलुको टुसा राम्रोसँग पलाओस् ठ्याक्कै त्यस्तै हो कि उसको कपाल चाहिँ राम्रोसँग पलाओस् यो बजेट फ्रेन्डली हो क्या तपाईँहरूले काट्न पर्यो स्याम्पू लाउनु पर्यो जेल लाउनु पर्यो यो ऊ गरेर आउनु पर्यो मेरो $10 क्यापले 2 वर्ष जान्छ बजेट पनि हेर्नु पर्यो नि त 12 वर्ष पनि जानु पर्यो 12 वर्ष जानै पर्दैन म त मेसिनले आफै झुइँ तर भाइ तिमीले चाहिँ लेखमणिलाई धेरै कुरा दिन सक्छौ यार के दिने मैले हेर त तिम्रो त्यहाँ बिलियन्स अफ कपाल हुँदा बिचरा गन छ कि बिहान उठेर लिटरल्ली गनेर 10,000 वटा पनि छैन होला यस्तो भन्नु हुँदो रहेछ तपाईँको मेरो कपाल धेरै छ झर्ने रहेछ मेरो यहाँबाट अलिअलि झर्न चाहिँ सुरु 26 वर्ष भएन 30 वर्षसम्म झर्छ होइन त्यो त तिमीले धेरै सोचेर हो कि बिजनेस झर्या छैन कहाँ यसलाई झर्या भन्छ झर्या छैन झर्न सुरु गर्छ यस्तो बाक्लो छ यार मेरो 10,000 रहेन रहेछ दाइ लास्ट टाइम काउन्टिङ गर्दाखेरि 9,056 पुगेर रहेछ दाइ 9,056 अपार्ट होइन के हुँदैछ त मनिष यार अब यो इन्स्टाकै रिल हाल्ने पहिलो व्यक्ति होला है संसारमै
इन्स्टाको रिल हाल्यो भन्नाले इन्स्टाकै रिल हाल्ने मान्छे के 4 वर्ष भयो हाल्न लाग्यो अहिले चाहिँ हालेको छैन अनि लाइफ कस्तो हुँदैछ त लाइफलाई कसरी ब्यालेन्स गरिरहेको छ अस्ट्रेलियामा अस्ट्रेलियामा लाइफ कसरी ब्यालेन्स भनेको सिम्पल बिहान उठ्ने काम जाने घर आउने जिम हान्ने फ्यामिली र रिलेटिभसँग टाइम स्पेन्ड गर्ने त्यति नै हो केही पनि छैन नयाँ नौ जिम यो अस्ट्रेलियामा त बिहान उठ्ने नै पनि ठुलो कुरो हो नि दाइ बिहान उठ्ने मान्छेहरू त 2 बजे 3 बजे 4 बजे आफै दिउँसोको क्या आफै जुरुक त्यो अलार्म भन्दा अगाडि उठ्छौ कि अलार्म बजिसकेपछि उठ्ने हो होइन अलार्म 10 बज्नुपर्छ तर बिहान मर्निङ पर्सन हुन ट्राई गरेको सकेन बरु राति 2 बजीसम्म उठ्न सकिन्छ बिहान चाहिँ सुत्नै पर्यो जिम बिहान कि बेलुका जिम चाहिँ बेलुका राति बेलुका तिमी त उसले त जिमलाई डह्रो इन्सपायर गरेको छ नि दाइ है तर जिमलाई तपाईँको जिम इन्सपायर गर्यो तर लास्ट 1 वर्ष आफै जान छोडियो होइन म त तिमीहरू दुईजनाको बिचमा बस्दाखेरि त बडी गार्ड लिएर बसिरहेको जस्तो फिल आइरहेको छ तर जिम जान छोडे पनि घरमा डम्बेल सम्बेल राखेर होला नि त घरमा नि 1 वर्ष जस्तो बिग्रियो भन्नु खोजेको तपाईँको अल्छी भयो गइएन 1 वर्ष त्यसपछि मोटाइयो फेरि आएर रियलाइज भयो कि यसरी त हुँदैन राम्रो कुराको बानी बसेन नराम्रो कुराको बानी बस्छ अब काममा सकेर घर के गर्ने त अब जिम छैन भने के गर्ने ल घर बसेर के गर्नुहुन्छ त तपाईँ के गर्नुहुन्छ घर बसेर ल काम जानु पऱ्यो काम सकेर घर आउनु म त यतिकै स्क्रोल गर्दा 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 गर्दै 4 घण्टा बितेको थाहै पाउँदैन लेक मनीको त तिमीहरूलाई थाहा नै छैन पहिला लेक मनी मसँग 3 महिना बसेको हो होइन लेक मनीको 2टा हातमा लिटरली 2टा मोबाइल हुन्छ अनि 2टा मोबाइलमा 2टा त्यो केही कुराहरू प्ले भइरहेको हुन्छ क्या अनि टोइलेट जान पर्यो भने पनि त्यो टार्गेटमा पर्यो भने पिच्छामा पर्यो नत्र भने त्यो कमोडको त्यो रिम भरि नै हो क्या भने यस्तो बिजी मान्छे हो 2टा दिमागले 2टा चिज एकैचोटि हेरिदिन्छ अहिले 3टा फोन छ दाइ अझै अनि त्यही त नि जिम त म पनि गएको हो होइन तर जिम जान भन्दा नि जिम गइसकेपछि डिसिप्लिनमा बस्नलाई चाहिँ गाह्रो हो क्या मेन्टेन जुन गर्न हुन्छ नि म दिनमा 8वटा अन्डामा 6वटा मात्रै अन्डा खान्थेँ क्या 2टा त आफ्नै हो नि त कहाँ तपाईँको अहिले त घरमा 4वटा अन्डा भान्छ त दाइ सबै जाने बस्नु चाहिँ कहाँ बस्नुहुन्छ बस्न म ओलङ्गङ बस्छु यार अस्ट्रेलियाको वान अफ द बेस्ट प्लेस जस्तो लाग्छ मलाई होइन अस्ट्रेलियाको पोखरा म्यारिड कि सिङ्गल म त पुरै म्यारिड हो नि यार 11 वर्ष भइसक्यो म्यारिड भयो नत्र त डिपेन्डेन्टमा ल्याउनु दाइको डिपेन्डेन्ट भिजा हाल बस्छ नत्र तिमी चाहिँ कतिवटा अन्डा खान्छ दिनमा मैले अन्डा 2टा मात्रै खान्छु होइन लिएरै हिँड्ने भने होइन के खाने चाहिँ खाने 2टा हो मैले चाहिँ प्रोटिनको लागि चाहिँ चिकन थाई खान्छु मलाई चिकन ब्रेस्ट मन पर्दैन चिकन थाई नै चिकन थाई तर लास्ट बबाल मजा आउँछ क्या त्यो जस्तै अब यहीँ पनि भनौँ न मायालुको त्यो फ्रायर छ नि त्यो फ्रायरमा लगेर 10 मिनट अरू यताउता गर्दाखेरि 10-15 मिनट त पाक्छ क्या चिकन थाई अथवा जेसुकै हो जिमको लागि बेस्ट डाइट भनेको सिम्पल छ मन्डे दाल पकाइदिने मन्डे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे भयो बेलुकाको लागि बिहान त जे खाए पनि भयो बेलुकाको लागि अनि टक्क दाल रेडी भयो होइन मैले गर्ने नि त यो एयर फ्रायर भइहाल्यो अनि चिकन थाई चिकन ब्रेस्ट मन पर्दैन वेट कुराहरू मिठो हुन्छ नि चिकन थाई जस्तो होइन ड्राई कुराहरू चाहिँ मिठो हुँदैन होइन अलिकति जुसी हुन्छ तपाईँको चिकन थाई होइन चिकन थाई म्यारिनेट गरिदियो राति टक्क अनि जिम जानुभन्दा अगाडि भात बसाल्दै राइस कुकरमा जिमबाट आयो एयर फ्रायरमा चिकन हालिदियो साओ निक्ल्यो फर्क्यो डाइट इज रेडी कसम भातै खाने जिमबाट आएर नि भात खाने कस्तो तपाईँको भात भनेको त सबभन्दा पावरफुल थिङ हो नि पावरफुल चिज चाहिँ भात जबसम्म भात खाँदैन नेपालीहरूको कस्तो छ भने चाहिँ मान्छे डाइट भन्ने बित्तिकै बोइल गरेको चिकन बोइल गरेको भेजिटेबल चाहिँ टोटली रङ त्यसरी त लङ टर्म जान सकिँदैन नि त मलाई सिकाइदेऊ त मैले त 5 महिना त होइन मेरो चाहिँ फेरि त्यो इन्स्ट्रक्टर भनेको चाहिँ डायटिसियन पनि सबै छ कि मेरो चाहिँ आफ्नो पर्सनल मोबाइल भित्रै छ च्याट जिपिटी हो होइन सबै त्यसले भनिदिन्छ त्यो अनुसारै मैले गरेको छ त्यसरी लङ टर्म जाँदैन कि तपाईँको आफ्नो लाइफस्टाइल जस्तो छ नि त अब बोइल चिकन खाएर जिन्दगीहरू बस्न सक्नुहुन्न हामीले डाइट कस्तो गराउन पर्यो भनेपछि त डाइट खाने बेला पनि डाइट खाए जस्तो नलागोस् कि तपाईँले टक्क भात यति मासु यति टक्क माथि घिउ हालेर खाने हो अचार पनि साइडमा त्यसो भए पो तपाईँलाई इट्स लाइक अ डेली थिङ भयो नि त तपाईँ त्यही भएर त अहिले छोड्नु भयो तपाईँले भन्नुभयो 5 महिनापछि डाइट भनेको चाहिँ डाइट खाए जस्तो हुनु भएन क्या डाइट खाएर भ्याइसकेपछि हो मजा आयो तपाईँ एभ्रिडे चिकन बोइल खायो भेजिटेबल खायो त यु गेट बोरिङ आफ्टर सम टाइम मान्छेहरू चाहिँ यो फेरि जिम गरिसकेपछि डाइट भन्दा भने डाइट कोक खान्छन् त्यसले चाहिँ कतिको फरक पार्छ त्यो भनेको चाहिँ तपाईँको 0 क्यालोरी हुन्छ क्यालोरी मेन भनेको त फ्याटलेस भुँडी घटाउने भनेको त क्यालोरी थोरै खाने हो नि त होइन भुँडी घटाउने भनेको भित्र तान्ने सबैभन्दा सजिलो र छिटो उपाय त्यो भन्दा अरु छैन यस्तो रहेछ क्या राजाहरू भित्र तान्ने खासमा चाहिँ के रहेछ भने हामी नेपालीको चाहिँ त्यो खाने होइन के भुँडीको त्यो
भित्ता ठेल्ने जबसम्म भित्ता ठेलिँदैन नि त्यो भित्ता नठेलिन्जेलसम्म ठेस्ने क्या हाम्रो खाने प्याटर्न चाहिँ त्यो छ। अनि खाइसके पछाडि हामीले खानेकुराहरू सबै हाम्रो ब्यालेन्स डाइट छ, डाइटमा एकदम ब्यालेन्स छ, गेडागुडीदेखि लिएर सबै कुराहरू हुन्छ होइन। तर हाम्रो सुत्ने टाइमिङ चाहिँ मिलेन, खाना खाने जाने सुत्दिहाल्ने क्या। त्यो भुँडी ढाडेर पुरा यस्तो भएको हुन्छ अनि त्यो गरिसकेपछि त्यो जबसम्म सुत्दैन यसो छ हामी नेपालीहरूको आउँदैन क्या। ल नेपालको एउटा नर्मल लाइफस्टाइल भनौँ न। नेपालमा हुने बेलामा टक्कै बिहान उठ्यो, तल इन्डियनको जेरीपुरी पसल हुन्थ्यो, टक्क गयो जेरीपुरी तरकारी लिएर जेरी खायो, बिहानको फर्स्ट ब्रेकफास्टै ब्रेकफास्ट प्रोटिनै छैन। छैन। अनि लन्च खाने बेला आयो, खायो लन्चमा के खाइन्छ? भात दाल तरकारी, मासु नै छैन। घरमै खाए पनि चिया बिस्कुट चिया दुनोट त्यहाँ पनि प्रोटिन भएन होइन। त्यसपछि भात दाल अनि तपाईँको त्यहाँ पनि प्रोटिन छैन। मासु छैन। मासु भनेको नेपालमा हप्तामा एकचोटि हो दुईचोटि हो होइन। त्यसपछि दिउँसो केही पनि खाएन, दिउँसो चाउमिन मोमो खायो, बेलुका फेरि त्यही भात दाल, प्रोटिनै छैन नि त। त्यसपछि यो चाहिँ अहिले मात्रै भएन, पहिले सदैवदेखि हुँदै आएको हो नि त। यो हाम्रो इन्डियन जिन्स नेपाली जिन्स भनेको चाहिँ स्किनी फ्याट, भुँडी ठुलो एम्स पातलो हो कि होइन भन्नु? तर हो त्यो पनि हो कि। अनि त्यसको अफोर्डेबल पनि भएन नि त डेली मासु खानलाई स्टिल नेपालमा होइन। 5 किलो मासु ल्याएर एकै दिन पकाउने भनेको त्यो रेकर्डै छैन कि कसैले गर्ला। तर पैसा हुनु पर्यो, दसैँ नै आउनु पर्छ क्या। अब यहाँ त प्रब्लम अहिले त दसैँ नै आउनु पर्दैन अहिले त। अहिले यस्तो छ अब अहिले बर्ड फ्लू आउनु पर्यो। बर्ड फ्लू आयो 100 डिग्रीमा त केही हुँदैन भनेर आमा। तर अहिले चाहिँ हरेक फ्यामिलीमा एउटा मान्छे चाहिँ विदेश छ नि त, त्यही भएर विदेशबाट पैसा पठाए। नेपालमा अब अस्ट्रेलियामा तपाईँको महिनाको हप्ताको 1000 कमाइने महिनाको 4000 हुन्छ। टक्कै $300 छुटाएर नेपालको 30,000 भनेको त नेपालमा दुईटा खसी आएको त टोलभरिलाई पुग्छ। त नेपालमै बसेर नेपालकै जागिर खाएर त्यो लाइफस्टाइल किन जिमको त्यत्रो महँगो हुन्छ होइन। विदेशकै हुनुपर्छ। जस्तै मेरो फ्यामिलीमा बा मम्मी जापान हुनुहुन्थ्यो होइन, तपाईँको फ्यामिलीमा कोही हुनुहुन्थ्यो कोही हुनुहुन्थ्यो? मेरोमा त मै हो। तपाईँ पनि हो, कमाउने दिने सबै तपाईँ नै हो होइन, विदेश फर्स्ट आउने चाहिँ क्या हजुरको फ्यामिलीमा? मेरो फ्यामिलीमा पनि मै हो यार, सबैभन्दा फर्स्ट आउनु त म नै हो। तर नेपालमा मान्छेहरूले फेरि यो घरमा कुखुराहरू लिएर आएर खासै नखाने महँगो भयो भन्ने, अनि फेरि सेकुवा चाहिँ 4 किलो 5 किलो एकैचोटिमा हानिदिने क्या ग्रुपमा गएर क्या। 2-4 जना साथी बस्यो अनि मासु खाने भनेकै सेकुवामा मोमोमा खानामा भनेको त वान अफ द बेस्ट खानेकुरा हो। तर के हुन्छ त्यसमा पनि तपाईँको 1 लिटर तेल हालेर कोलेर मोलेर। अब यहाँ नेपाली रेस्टुरेन्टहरूमा गएर सेको खायो भने के हुन्छ? कतिजनाले सेक्यो आगोमा पोलियो नि त, त्यसलाई मिठो गराउन पहिला तेलमा फ्राई गर्छ नि, म लास्टमा बल्ल आगोमा सेके जस्तो गर्छ नि त धेरैजनाले। फ्याट लस गर्नको लागि त सिम्पल छ नि त, भन्ने भने डिसिप्लिन त चाहियो। तेलमा तारेको नखाने, बाहिरको नखाने, यति हो ल। सुगर नखाने। अस्ति एउटा खैरे नेपालमा गएको थियो क्या, त्यो साथीको ट्राभल एजेन्सी छ, अनि उसले चाहिँ त्यहाँ गर्दा अगाडि गएर त्यो सेकुवा अर्डर गर्दै गर, यु गो एन्ड सेकुवा भनेको उसले कुवा कुवा मात्रै भनेछ क्या, किनभने से त इङ्ग्लिस वर्ड भयो नि त। हजुर हजुर। तर मैले देखाएको चाहिँ जिम गएर मात्र ज्यान नबन्दो रहेछ। हाम्रो सुशील भाइ 2 वर्ष जिम गएको होइन, अन्त चाहिँ भाइ 2 वर्ष जिम जाँदा नि किन ज्यान बनेन भनेको क्लिनिङ हान्न जान्छु नि त। तर होइन क्लिनिङ हान्ने किचन एन्ड हान्नेहरूको लागि नि राम्रो हो जिम। किन भनेपछि अफिसमा काम गर्ने मान्छे के हुन्छ भने चाहिँ दिनभरि कम्प्युटरमा बस्छ, उठ्दै उठ्दैन, क्यालोरी नै बन्द भएन। म पहिला क्लिनिङ काम गर्ने बेला किचन ह्यान्ड गर्ने बेला त हात चलेको गाडी हो नि त। अनि तपाईँको क्यालोरी बन्द भइरहेको हुन्छ कि। तर अफिसमा चाहिँ बसिन्छ जस्तो कम्प्युटर चलाइन्छ, क्यालोरी बन्द हुँदैन। त्यही भएर किचन ह्यान्ड कोही काम गरिरहेको छ, क्लिनिङ काम गरिरहेको छ भने उनीहरूलाई जिममा चाहिँ हेल्प हुन्छ। म पहिला किचन ह्यान्ड भएर काम गर्ने बेला किचनमै डाइट खान्थ्यो, किचनमै कार्डियो गरिन्थ्यो। त्यो पनि कला हो क्या। जस्तै किचन ह्यान्ड गर्दाखेरि पनि कोर समाउन सक्यो भने त कोर समाउँछ नि त, भाँडासँगै जिम हान्दिएर हुन्छ कि मान्छेले। जिम पनि जान जरुरी छैन नि त। तर एउटा चाहिँ कुरा के हो भने किचनमा त्यसो भन्दा सबभन्दा बेस्ट त रिमुभल्स भयो नि त भाइ। उनीहरूको तपाईँको हेर्नु यहाँको रिमुभलमा काम गर्ने मान्छे तिनीहरूलाई चाहिँ प्लस पोइन्ट छ। एक तरिकाले तपाईँको यहाँ ठुल्ठुलो यो बन्च के अरे तपाईँको यहाँ के भन्छ त्यसलाई ट्रेडी 65 पोइन्टमा पेयर भन्ने ट्रेडी 65 होइन, तिनीहरू त बवाल काडियो, तिनीहरूको ज्यान यत्रो। तर यस्तो छ एट द सेम टाइम रेस्ट पनि हुनु पर्यो, डाइट पनि हुनु पर्यो फेरि। अनि किचनमा गएर भाँडामा चाहिँ राछ ध्वस्त लाएर नि राति आएर खाली पेट सुत्दिने, भातमा प्रोटिन बिनाको खाइदिने भने त गाह्रो। बाटोमा हेर्दै थाहा हुन्छ कि त्यो भाँडा हानेर आएको कि भाँडा हान्न जान लाग्यो कसरी लुत्रुक पर बिचारा हिँड्दै जुत्ता भिजा छ भने भाँडा हानेर। यस्तो छ किचन ह्यान्डको कुरामा पनि दाइ होइन, आई स्वेयर टु गॉड इफ यु फाइन्ड द राइट किचन ह्यान्ड पनि बवाल काम हो भन्ने भने। म पहिला किचनमा काम गरेर 2-3 वर्ष क्याफे थिएँ, बिजी पनि हुन्थेन, एउटा सेफ हुन्थेँ, म हुन्थेँ। बिहान गयो टक्क अन्डा बोइल गरेको खायो,
त्यही त हुन्छ होइन बाहिर गएर खर्च गर्नु परेन टक्क अनि लन्च टाइम हुन्छ सेफले खानेकुरा गराइदिन्छ खायो त्यस फेरि गएर भाडामा हाल्यो ठिक्क डिसवासरमा हालिदिने त्यस्तो किचन पायो भने त राम्रो हो मैले अर्को काम गर्ने एउटा इटालियन किचन थियो टक्कै 2 घन्टाको लागि बोलाउँथ्यो 3 घन्टाको लागि बोलाउँथ्यो कोठीभरि भाडा यत्रै कोठा भाडा हुन्थ्यो क्या त्यो भाडा हानै चाहिँ गाह्रो त क्याफेको भाडा मान्छे त भाडा मान्छे हुँदै होइन नि त सुरुमा म भाडा हान्न गएको होइन भाडा त कस्तो हुँदो रहेछ भन्दाखेरि लगभग यो कोठाभन्दा डबल रुमबाट ऊ परदेखि बगेर आउँदो रहेछ कि सर स्लाइड हुँदै 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 घुम्दै गर्दै यसो हेर्छु त मुङलिङ नारायणगढको सडकमा जस्तो जाम हुन्छ नि भाडाको त्यस्तो जाम भइरहेको रहेछ क्या भाडाले त म आई थट आई वाज अ ट्राफिक के त्यहाँ क्लियर गर्दैछु रस्ता बाटो क्लियर गर्दैछु अनि भाडा हाने होइन सुरुमा नेपालको गोल्ड स्टारको जुत्ता थियो क्या कालो जुत्ता किनेर आएको अब त्यहाँ त बुट लाएर जानुपर्ने रहेछ ड्याम होइन यहाँसम्म ड्याम लाएर जानुपर्ने रहेछ अनि पुरै जुत्ता भिज्यो बेलुका किचन 2 बजे क्लोज गरेको अनि हिँडेर जाँदै थिएँ गर्मी महिना अनि बाटोमा 1-2 जना मान्छे भेट भयो बिचकै छेउमा थियो क्या अनि भर्खर आएको पनि 2 महिना भएको थिएन अनि एकजनाले ओ दाइ बिग फ्यान यहाँ ड्यान नमस्ते होइन म तपाईँको भिडियो हेर्छु युकेश दाइ भने अनि त्यसपछि कहाँ गएर आउनु भएको दाइ भने सबै भिज्या छ साला भाडा हानेर त भन्नु भएन यसलाई यसो त्यहीँ बिचतिर गएर आएको समुद्रको छालले भिजाएको यिनीहरूको भाडै धेरै हुँदो रहेछ एकजनाले आएर एउटा अर्डर गर्यो भने साइड प्लेट बार्बिक्यू सस राखेको अर्को एउटा खानेकुरा खाँदाखेरि 12वटा 13वटासम्म भाडा जुठो हुने क्या 2-3 जना हुन्छ तिनीहरूलाई नि साइड प्लेट तिमी किचनमा काम गरेर छैन होला होइन सुन न यहाँ त मलाई पकाउने प्यानै मान्छेको चाहिँ फरक हुँदो रहेछ भने पकाए फुत्त फाल्यो तपाईँको एउटा प्यानमा एउटा पास्ता भयो चुइयो फाल्दै तपाईँको प्यान मात्रै 50-100 वटा प्यान हुन्छ कि यस्तो मैले तपाईँले त यो किचन ह्यान्डमै काम गर्ने भने चाहिँ ठुल्ठुलो किचनमा गऱ्यो भने चाहिँ भेरी स्याड हुन्छ कि तर त अपर्च्युनिटी पनि छ फेरि अपर्च्युनिटी त भयो नि त ठुल्ठुलो सेफहरूसँग काम गर्न पाइन्छ ल एक दिन सेफले के भन्छ आएर एउटा हेल्प गरिदियो भने त छिन पाइयो तर धेरै स्किलहरू सिक्न पाइयो त्यस्तोमा होइन तर सानो किचनमा छिने बेला गाह्रो चाहिँ हुँदैन तर त्यस्तो राम्रो स्किल चाहिँ सिक्न पाएन सानो किचनमा अब त्यो त्यहाँको ढोका कत्रो छ भन्ने कुरा हुन्छ अब त्यहाँ सानो किचन हाम्रो डिसेसमा 10-12 मात्रै बन्छ सिक्ने कुरा पनि धेरै हुँदैन तिमीले चाहिँ सिकेन त्यहाँ पकाइ बनाइ गर्न मैले लेबनिजमा काम गरे हो मैले लेबेको रेस्टुरेन्टमा काम गरे हो लगभग 1 वर्ष भाडा हानियो त्यसपछि बिस्तारै काम सिकायो त्यसपछि सेफै भएर 2 वर्ष काम गरियो चिकन किबाब चाहिँ एक दिन बनाऊ भन्नु चिकन किबाब भन्दा नि लेबनिज के तपाईँको कबाब पनि हो तर उनीहरूको लेबनिज तपाईँको फ्लेभर वाला क्याफे भनेको त कबाब सबाब चाहिँ गरौ होला ब्रदर लाजिम होला हल्ला तु हल्ला हल्ला तपाईको लेबनिजहरुमा काम गरियो उनीहरु पैसा भएको मान्छे दे डोन्ट केयर अबाउट दैट क्याफे त्यहाँ क्याफे चला भनेर छोडिदिन्थ्यो अनि त्यहाँ लागिरा मान्छे 81 कसरी फेरि तिमी यो एजुकेसन कन्सल्टेन्सी थियो म पहिला किचनमा काम गरे मान्छे कन्सल्टेन्सीमा कसरी आयो भनेपछि मलाई कोड लाउन मन लाग्थ्यो हैन अब अफ कोर्स तपाईको हुन्छ नि त के रे तपाईको टक्क लाएर किचनमा भाडा हानिरहेको मान्छे कोड लाउन पाएपछि तपाईँको म त मक्ख पर्दै युनिक्लो गएर होइन तपाईँको यो पुरै केमार्ट सेमार्ट गएर कोड किनेर लिएर आयो एउटाले इन्टरभ्यूमा बोलाएको थियो अनि कोड सोड किने मलाई त्यही लाउन मन थियो नि त टक्क लाएर हिँडौँ भन्ने त्यसपछि इन्टरभ्यूमा गयो अनि मैले के मसँग पोटेन्सियल छ म गर्छु भने मलाई कोड लाउनु थियो होइन उनीहरूले के भन्छ $16 दिन्छु घन्टाको भने त्यसपछि नमस्कार हजुर सर मलाई त किचनमा $30 पैसा नि उड्दैन नि कोडको पैसा नि उड्दैन कोड मात्रै लाएर भएन नि त झन्डै 32 भनिसकेको थिएँ मैले किचनमा काम गर्नेले हप्ताको 1200 1300 1400 आउँथ्यो यता आएर $16 पाएन त इट्स नथिङ त्यो माथि घरमा ग्रोसरी किन्न परेको छैन अनि यस्तो छ यो घरमा ग्रोसरी किन्न परेको पकाउनु परेको छैन अनि कोड लाउनु मात्रै ठुलो कुरा हैन नि त कोड लाएर बरु भाडा हान्ने नि कोड लाएर बरु भाडा हान्ने हैन त्यसपछि अनि अर्को कन्सल्टेन्सी पहिला काम गरेको कम्पनीमा गयो अनि बाबाको साथी पनि अनि त्यतिखेर त टिकटकमा नि भिडियो कन्सल्टेन्सी मेरो बाबाको साथी होइन तपाईँको अनि त्यहाँ गएपछि मसँग पोटेन्सियल छ मैले गर्छु भने अनि कतै न कतै किस्मत पनि चाहिने रहेछ क्या मलाई किस्मतले पनि साथ दियो एउटा भिडियो हालिदिएको अहिले त्यो भिडियो हेर्नेलाई हाँसो लाग्छ द्याट भिडियो गट 1 मिलियन भ्युज होइन साउट आउट ल साउट आउट त्यो भिडियोको लागि चाहिँ साउट आउट त्यसपछि जतिवटा भिडियो हाल्छु सबमा मिलियन भ्युज त्यसपछि लगातार त्यसपछि त मैले पहिलाको भिडियो हेर्छु होइन कन्सल्टेन्सीको आफ्नो भिडियो सबमा 1,800,000 भ्युज कन्टेन्ट केही पनि छैन फेरि फेसबुक कि कन्टेन्ट फेसबुक बिक्न चाहिँ बिक्यो होइन त्यसपछि के भयो भनेपछि एजुकेसन इन्डस्ट्री कन्सल्ट इन्डस्ट्रीमा नि राम्रो काम गरेर पैसा कमाइन्छ भन्ने थाहा भयो होइन मेन चाहिँ कस्तो भयो भने बुढाबुढी मिलाउने बुढाबुढीलाई मिलाइदिन्छ सर्ट डिस्टेन्स गराउने अनि मैले त्यसबाट ब्रान्डिङ गर्न सुरु गरेँ मैले कोर्स चेन्ज कलेज चेन्ज भन्दा नि बुढाबुढीलाई मिलाउने नेपालमा बसेको बुढी नेपाल यहाँ बुढा सँगै गराउने काम गर्न सुरु गरियो अनि क्लाइन्टहरूलाई भिजा आयो भने सबैजना रुनी होइन
त्यसपछि क्लाइन्टको लाइन लाग्न ओ माय गॉड सायद त्यो त्यो गरेको तिमीले सुरु गरेको first हो हो। अँ। तिमीले सुरु गरे हो ल होला सायद त्यो मैले surprise थाहा पाएको type चाहिँ को। सरप्राइज मैले सुरु चाहिँ ओ, गरेको ल, ल, होइन कसैले त गरे होला तर मैले त्यसपछि भ्युज आउन सुरु गरेँ त्यसपछि चाहिँ आई स्टार्टेड डुइङ कसैको भिजा आउने बित्तिकै ल बुढा उहाँ रुनी होइन त्यसपछि इमोसनली कनेक्ट भयो कि ओ, अनि त्यसपछि काम पनि सिक्दै गयो काम सिक्दै गयो भिडियो हाल्दै गयो बत्ती अनि त्यसपछि त क्लाइन्ट त लाइन तपाईँको हामीले सर्भिसै दिन सकिन कि आजको दिनसम्म बस मान्छे भिजा आउँदा धेरै रुने कि नआउँदा चाहिँ रुने के हो यस्तो छ अब किनभने आएको स्टोरी मात्र देखिन्छ नि त हामीले त आएको त सबै यस्तो छ, नआएकोहरू त अब नआएकोमा कस्तो हुन्छ भनेपछि डिपेन्डेन्ट भिजाको केसमा चाहिँ भिजा एकचोटि रिफ्युज भयो भने सेकेन्ड टाइम एप्लाई गर्न मिल्छ कि स्टुडेन्ट जस्तै तपाईँले नेपालबाट स्टुडेन्ट भिजा हाल्नुभयो होइन एकचोटि रिफ्युज भयो भने सेकेन्ड टाइम आउने चान्स एकदमै लो छ चान्सेस पनि एकदमै लो छ नि त डिपेन्डेन्ट भिजा केसमा त्यस्तो हुँदैन कि त्यही भएर क्लाइन्टहरू ठिकै छ रिफ्युज भइहाल्यो वी विल एप्लाई वान मोर टाइम भन्ने पनि हुन्छ कतिजना त अब बिचकिनी पनि हुन्छ मेरो रिफ्युजल किन भयो म अर्को कन्सल्टेन्सी जान्छु भने अब त्यो त क्लाइन्टले भन्न पायो नि त होइन अब भिजा दिने नदिने हाम्रो हातमा त हुँदैन वी ट्राई आवर बेस्ट होइन हामीले त बेस्टै दिने हो जस्तै एउटा क्याफेमा काम गर्ने बेला तपाईँले पास्ता गराउनु भने तपाईँको हातमा हुन्छ मिठो गराउने कि नगराउने कन्सल्टेन्सी चाहिँ किन स्याड बिजनेस हो भनेपछि तपाईँले जति राम्रोसँग गराउनु पास्ता राम्रो गराउनु भयो कस्टमरलाई मनपर्छ र कन्सल्टेन्सी बिजनेसमा के भयो भनेपछि तपाईँले बेस्ट डकुमेन्टेसन गर्दैन तपाईँको हातमा हुँदैन र नराम्रो भन्छ हामीले राम्रो गरेर भिजा हुने भएको भए ग्यारेन्टी हुने भएको भए त नराम्रो त कहिले हुनु पर्थेन राम्रो खालको पेपरमा लेखेर पठाइन्थ्यो नि अनि डिपेन्डेन्ट भिजामा धेरैजना मान्छेको चाहिँ सब्सिक्वेन्ट कि कम्बाइन्ड भन्ने हुन्छ क्या, यस्तो हो, त्यसको लागि चाहिँ confidence यस्तो के हो हुन्छ। खासमा यो चाहिँ त्यसको लागि चाहिँ यस्तो छ अस्ट्रेलियामा चाहिँ लले एकदमै बाधेको हुन्छ होइन अहिले मैले यो भन्ने बेला छेउमा मेरो माइग्रेसन एजेन्ट हुनुपर्छ सुपरभिजनको लागि मैले यसरी गाइड गर्नै मिल्दैन मैले तपाईँले भिडियोमा होइन ल कम्बाइन भिजाको मलाई थाहा छ थाहा नभएको त होइन होइन एभ्रिथिङ हो नि भिजाको बारेमा सबै थाहा छ 4 वर्षदेखि गर्दै आइरहेको कुरा तर मलाई सुपरभाइज गर्नको लागि चाहिँ मारा हुनुपर्छ मैले यो भिडियोमा भने मारा माइग्रेसन माइग्रेसन एजेन्ट होइन? मान्छेले त्यही भन्नु यो भिडियोमा मैले भने कि ल कम्बाइन भिजा हाल्नको लागि यो डकुमेन्ट चाहिन्छ थाहा छ मलाई तर सुपरभिजन माइग्रेसन एजेन्ट छैन त्यो फोटो भिडियो स्क्रिनसट मात्रै गर्यो भने द्याट विल बी ट्रबल के अनि तर त्यो सबै कम्पेन्सेसनहरू पे गर्नुपर्ने चाहिँ त्यसरी जे पाए त्यही बोल्यो भने यस्तो त्यो भिडियो हेरेर एकजनाले कसैले डिसिजन लिएर त्यही भिडियोको भरमा एप्लिकेसन हाल्यो भने त पछि रिफ्युज भयो नि त्यो मान्छेको मैले भिडियो हेरेको थिएँ मेरो यस्तो भयो भने त हुने चान्स क्लियर छ तर कहिले पनि भिडियोमा आएर चाहिँ भन्न पाउँदैन त्यसरी त्यही भएर चाहिँ कति कुराहरू भन्नै मिल्दैन कि तपाईँको डिपेन्डेन्ट छ एउटा बेसिक कुराहरू त भन्न पाइयो होइन तर गाइडेड चाहिँ गर्न पाइँदैन अस्ट्रेलियामा चाहिँ एकदम नेपालमा त्यस्तो छैन होला होइन नेपालमा पनि के छ थाहा भएन तर अस्ट्रेलियामा चाहिँ गाइडै गर्न पाउँदैन कि मलाई चाहिँ के लागेको भने एकचोटि चाहिँ यो कन्सल्टेन्सीवालाहरूले चाहिँ यो ओपेरा हाउस अनि डार्लिङ हार्बर यो वरिपरि गएर ठुल्ठुलो त्यो बिल्डिङहरू ट्रामहरूको अगाडि भिडियो बनाएर हुन्छ नि त एकचोटि चाहिँ आउट ब्याक जानु पर्यो क्या अस्ट्रेलियाको हलो जोतिरहेको हलो यहाँ कहाँ जोत्छ भने होइन ट्र्याक्टरले त जोत्छ त हलो ट्र्याक्टरले कहाँ जोत्छ ट्र्याक्टरले जोतिरहेको फार्मिङ गरिरहेको होइन एउटा दुइटा घर भएको ठाउँ त्यहाँ गएर पनि यसो भिडियो बनाएर ल अस्ट्रेलिया आउनुहोस् तर यस्तो भयो अस्ट्रेलिया भाडा हानिरहेको होइन ब्याकग्राउन्डमा अस्ट्रेलियाले कस्तो ब्रान्डिङ गर्यो थाहा भएन ब्रान्डिङ त हो नि एयरलाइन भनेको संसारभरिको मान्छेको ड्रिम के आउनको लागि मान्छेले पैसा सेभिङ त अस्ट्रेलिया भन्दा अरू देशमा गर्छ जस्तो लाग्छ मलाई मैले त पहिला कन्सल्टेन्सीहरू काम गर्ने बेला सबैजना विदेशमा भएको मान्छेहरूको पनि थाहा हुन्छ नि त कमाइ यसो हेर्छु अस्ट्रेलियाको भन्दा धेरै सेभिङ त दुबईको मान्छेहरूले गरिरहेको कसम हो साँच्चै हो होइन लाइफस्टाइल अस्ट्रेलियामा राम्रो होला पैसा चाहिँ दुबईको मान्छेले बढी सेभिङ गर्छ युरोपको मान्छेहरूले सेभिङ गर्छ रियालिटी आई डोन्ट नो हरेकको पर्सपेक्टिभ डिफ्रेन्ट हुन्छ होइन तर अस्ट्रेलियामा चाहिँ सेभिङ गर्न गाह्रो छ नि त दाइ तपाईँले 4,000 कमाउनु महिनाको 4,000 जान्छ दुवै कतारमा त फ्री भिजा फ्री टिकट खाके पिके तपाईँको लाइफस्टाइल चाहिँ अस्ट्रेलियामा राम्रो होला है तर सेभिङ चाहिँ जुनै देशमा छ तर अस्ट्रेलियाले कस्तो ब्रान्डिङ गर्यो कि एभ्री वान टु कम हियर कि यस्तो रहेछ कि हाम्रो चाहिँ हामीले कतिपय मान्छेहरू जस्तै जो पनि अस्ट्रेलिया आएको छ नि मिलियन्स अफ नेपालीज रुपिज भएको मान्छेहरू हो क्या गरिब मान्छे कोही पनि गरिब मान्छे अस्ट्रेलिया आउँदैन र अर्को कुरा भनेको यहाँ आइसके पछाडि आफ्टर 2-3 इयर्स अब लोनै भएको मान्छेको नि क्लियर हुन्छ त्यस पछाडि बिस्तारै यहाँको कल्चरसँग भिड्न थाल्छ क्या अब सन्डे स्याटरडे काम गर्न पर्ने मान्छेलाई नि सन्डे स्याटरडे गर्न नपर्दियोस् डबलले नि डबल गर्दैन डबल काम नाइट काम गर्नेले नि डेमा सार्न खोज्छ बिस्तारै भिड्दै जान्छ सुरुको 2-4 महिना 6 महिनासम्म पो हो त कन्भर्ट गर्दा नि 1 को 105 हुने तर यहाँ कमाएर त्यहाँ गएर खर्च गर्न त होइन यहीँ खर्च गर्दाखेरि त तिम्रो स्टिल मेरो 1 महिनाको खर्च नै 7,000 प्लस रियल डेट त्यो भएर
सक्दैन। म दुबई पनि बसे हो फेरि 3 वर्ष दुबई बसेर आएको। दुबईमा बरु कमाउँछु नि, मेरो कमाउँछ। मामाहरूले महिनाको 3-4 लाख सेभिङ गर्थ्यो। अनि अस्ट्रेलियामा बस्नु सक्छ त, मजाले। अस्ट्रेलियामा त नसकिने होइन, सकिन्छ तर के धेरै गाह्रो हुन्छ छ। हामीले यहाँ महँगो महँगो कपडा लाउनु पर्छ होइन, लाइफ स्टाइलसँग भिज्नु पर्छ, क्याफेमा गएर 40 डलरको होइन। म अस्ट्रेलियाको कमाइ गर्छु तर सस्तोमा यस्तो छ नि त, फेरि अस्ट्रेलियामा त म कमाउँछु पैसा बचाउँछु सस्तो बाँच्छु भन्यो भने त फेरि नेपालभन्दा सस्तो छ नि। सस्तो छ, रेन्ट चाहिँ महँगो हो, रेन्ट महँगो। मासु नेपालभन्दा सस्तो छ सस्तो होइन। तपाईँको त्यो माथि हाम्रो एभरेस्टले धेरै राम्रो मासु दिन्छ फेरि। एभरेज हाम्रो महेश दाइ कि त्यहाँ जस्तो सस्तो मासु त होइन। तपाईँको सस्तोमा बाँचौँ भन्यो भने अस्ट्रेलियामा सेभिङ पनि हुन्छ, सेभिङ तर यहाँको लाइफ स्टाइलमा तिमीले सही कुरा गरे हो के। म अस्ति जाँदाखेरि नेपालमा एउटा कुकर किन्न खोजेको 3 लिटरको 5500 भन्यो। अब यहीँ आयो भने माइलले त्योभन्दा सस्तोमा कुकर दिन्छ मान्छेलाई। राइस कुकरै आउँछ त्यति प्राइसमा पनि आउँछ क्या, मान्छेलाई स्टिल नेपालबाटै ल्याउन पर्यो हुन्थ्यो जस्तो भइरहेछ। अनि स्टिल हामीलाई खान पर्ने भात, रायोको साग, त्यो एउटा हुन्छ नि त्यो न्युरेर आउने के अरे न्युरो। नमस्ते बाबा माटमा कस्तो बनेको आउँछ। 10 देखि 12 वटा त्यो त्यान्द्रा हुन्छ, $10 रे यार। नमस्ते माटमा सस्तोमा आउँछ नि। अनि सबै चिज दाइले मार्केटिङ चिसो छिराइदिइराख्नु भएको छ। हो नि, त्यहाँनिर सस्तोमा आउँछ। बोलेको छ कि बिचबाट नमस्तेबाट सस्तोमा आउँछ। त्यहाँ सस्तोमा त्यही कुरा गरे हो क्या। $4 मुठा हो, दिएको। त्यो न्युरो हामी स्टिल भाइकै कुरामा मैले कनेक्ट गर्दाखेरि चाहिँ के भन्न खोजेको भने हामीले यहीँ बसे पनि हामी नेपाली प्रडक्टमा खर्च गरिरहेछौँ नि त यार। नेपालको बिजनेस ग्रोथ भएको छैन यहाँ बसेर। वाइ हेर त कन्टेनरका कन्टेनर आउँछ। हामीले यहाँ विनोद चौधरी मिलिनियर हुनलाई त त्यसमा 20% कन्ट्रिब्युसन त अस्ट्रेलियाबाटै गएको छ जस्तो लाग्छ मलाई त। किनभने मान्छेहरूले यहीँ पनि हेर्नु न, जेमा पनि चाउचाउ मिसाउँछ नि रेस्टुरेन्टहरूमा जान्छ, लाफिङ चाउचाउ, यो चाउचाउ, घरमा पनि यसो अल्छी लाग्यो चाउचाउै साँधेर खान्छ। अस्ट्रेलियामा अब मान्छेहरू नेपालदेखि अहिले पनि आउने लाइन लागिरहेको छ होइन। क्यानाडा होस्, दुबई होस्, कतार होस्, सबैजनाको एउटा ड्रिम कन्ट्री जस्तो भइदियो। तर तपाईँ पनि भोलि नेपाल फर्किनु भने फर्किनुहुन्छ भोलि? म त नेपाल फर्किन्न यार। किन भन्दाखेरि मेरो बच्चा 3 वर्षको हुँदैछ होइन। अब अर्को फेरि जन्मिँदैछ नोभेम्बरमा। अब तिनीहरूकै लागि भए पनि अलिक समय चाहिँ बस्नुपर्ने हुन्छ। अनि त्यही बसिन्छ, बस्दा बस्दा 50 वर्ष पुगिन्छ, त्यसपछि किन नेपाल जाने भने सक्यो कि सबैजनाको त्यही नै हो। अब मैले 26 वर्ष हो कि अब यस्तो हुनु पर्यो कि अब, तर आफ्नो देशको माया त लाग्छ नि यार। होइन, आफ्नो देश फर्किनै पर्यो भने नि टिकट काट्नलाई चाहिँ एभरेस्ट ट्राभल्सबाट सस्तोमा पाइन्छ, अन्तबाट भयो। एभरेस्ट ट्राभल भनेको हाम्रो कुदाइ रे, हाम्रो सुधीर दाइ सस्तोमा अन्त भन्दा घुम्न जानु पर्यो भने चाहिँ अनि नाइलीले घुमाइन्छ। अब गाडी साडी बिग्रियो भने कहाँ बनाउने भनेर सोध न। गाडी साडी बिग्रियो। मैले भिडियो देखेको थिएँ स्पोन्सरमा, गोर्खा अटो रिपेयर। ए हाम्रो राम्रो हुन्छ। मेरो गाडी सर्भिसिङ गर्ने नि मैले त्यही हाम्रो ब्रोको नाम, हामी सँगै अस्ट्रेलियामा आएको कि हामी एउटै प्लेनमा त होइन, तर टिकट काटेर चाहिँ फेरि एभरेस्ट ट्राभलले नै हो क्या। एभरेस्ट ट्राभलले होला होइन। ऊ र म सँगै अस्ट्रेलिया आएको तपाईँको 2019 मा, ब्याचलर अफ यही पढ्न आएको। बुझ्नु भयो कि नै? ब्याचलर अफ यो के हो, के भइरहेछ? कन्स्ट्रक्सन मिडिया ब्याचलर्स अफ मिडिया। ओ नाइस, कम्प्लिट गर्यो। यस्तो थियो, नेपालबाट आइयो। कति एपिसोड सक्यौ त? एपिसोड भन्नाले मास्टर्स अफ यस्तो छ होइन। तपाईँको म अस्ट्रेलिया ब्याचलर अफ पढ्न आएको कोर्सको नाम पनि बिर्स्यो यार, के मिडिया हो समथिङ, मिडिया पढ्न आएँ। म नेपालदेखि अस्ट्रेलिया चाहिँ ब्याचलर अफ मिडिया पढ्न आएँ। त्यसै 6 महिनामा कोर्स चेन्ज थियो त, ट्रेन्ड सस्तो कलेज जाने। केन्ट गएपछि त्यहाँ ब्याचलर अफ आइटीको लागि गइयो। त्यसपछि अब त पिआर कोभिड आयो, कोभिडको टाइममा 2 वर्ष कलेज गइएन। पिआर अगाडि कोभिड आएको कि कोभिड पछाडि? कोभिड अगाडि भनौँ न। त्यसपछि तपाईँको त्यसपछि नर्सिङ पढ्ने भने बुथ चढ्यो। त्यसपछि होइन, नर्सिङमा 4 चोटि पिटी दिएको, 4 चोटि पिटीमा मार्क्स आएन होइन। त्यसपछि भगवानले चाहेको पनि त्यही रहेछ, फेरि समथिङ ह्यापनिङ के राम्रैको लागि भाउ, नत्र अहिले म नर्स पढिरहेको हुन्थेँ। बोलेर खा केटा भनेर चाहिँ त्यसपछि भगवानले चाहिँ त मिडियाकै मान्छे हो, मार्केटिङै गर्न आएको मान्छे हो भनेर मेरो पिटी नआएको हुनसक्छ होइन। त्यसपछि चाहिँ अनि मैले आइटी नै कम्प्लिट गरेँ। त्यसपछि 4 वर्षको टिआर थियो, त्यसमै छु होइन। पिआरको कामहरू त बिस्तारै भइरहेको छ, सबै कुराहरू अघि बढिरहेको छ। त्यो चाहिँ कन्फिडेन्सियल कसरी बुझेछ भन्ने कुराहरू होइन। अनि त्यो हुनै पर्छ त्यतिको त होइन, किनभने सबैलाई किन भन्दै कन्फिडेन्सियल किन हुन्छ तपाईँको सबैलाई त थाहा छैन, तर थाहा हुने मान्छेहरूलाई त थाहा छ। त्यही नै हो अहिलेको सिनारियो, त्यति नै हो। अनि आइटी पढेर सके त मार्केटिङमा काम गरिरहेको छु। मनिष, तिमीले छ नि यो अहिले नयाँ आउन मन लाग्ने यङ्गस्टरहरू छ नि नेपालको
भाइ बहिनीहरूलाई के भन्न चाहन्छौ अस्ट्रेलिया आऊ भन्छौ कि न एज अ तिमी आफै पनि कन्सल्टेन्सीमा काम गर्छ नि त उसले त के भन्छ अथवा भने आफ्नै आऊ आइसकेपछि डिपेन्डेन्ट बोलाउँदा चाहिँ मलाई सम्झ्यो भन्छ क्या उसले। नेपालबाट आउने कि नआउने भन्ने कुरामा आऊ आऊ होइन आएर स्ट्रगल गर होइन बाउआमाले अस्ट्रेलिया पठाइसकेपछि त हाम्रो बाउआमा दुबई कता मेरो बाउ जापान बस्यो बाबा बाबा होइन बाबा छोरी होइन त्यत्रो दुःख गरेको मान्छे हामी त्यसकै छोराछोरी यहाँ आएर दुःख गर्न त सक्नु पर्यो नि त अब आएको 6-7 महिना त गाह्रो हुन्छ त 1-2 वर्ष त मलाई नि गाह्रो भयो तपाईँलाई नि गाह्रो भयो तपाईँलाई नि गाह्रो भयो होइन आउने स्ट्रगल गर्ने यो ठाउँ राम्रो ठाउँ छ नि त फेरि यहाँ तपाईँले 3-4 वर्ष आएर पढेर पिआर लिन सक्नुभयो भने त सक्यो नि त त्यसपछि नेपालमा चाहिँ टुप्पी बान्ने गरी मेहनत गर भन्छ यहाँ चाहिँ कपाल झर्ने गरी तर एउटा रौँ झर्ने गरी तर सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ अस्ट्रेलियामा पिआर चाहिँ लिनुपर्छ त पिआर लिनुपर्छ एउटा कुरा सुन न यो मान्छेलाई तिमीले चिन्छौ होइन पहिलेदेखि यो मान्छेको टाउकोमा जति हजार कपाल छ नि त्योभन्दा बढी ब्याङ्क ब्यालेन्स छ ब्याङ्क ब्यालेन्स भन्नाले पैसा कपाल भन्दा धेरै के कति छ भनेपछि कपाल भन्दा धेरै चाहिँ गन नहोला यो भन्दा 2-4 सय तपाईँले कहिले भन्दा 2-4 सय धेरै होला तपाईँको जेनेटिक्स हो कि आफै झर्यो जेनेटिक्स हो कि झर्यो खास गरी यो जेनेटिक्स हो कि तपाईँलाई गाली खाएर तपाईँको मैले म त अलिअलि फेसनको बारेमा नि हेर्छु नि त तपाईँलाई मैले अलिकति मिलाउनु पनि कपाल त्यति पालेन नपालेकै राम्रो तगले नै हानेकै राम्रो कसम राम्रो देखिन्छ दाइ हो मा कसम सुन न राम्रो तपाईँले ट्याब खोलेर अलिकति ज्यान गराउनु दाइ होइन मा कसम तगले हान्नु त एन्ड्रोइड भन्ने चिन्नु भएको छैन एन्ड्रोइड तगले तर ज्यान चाहिँ गराउनु पर्छ माथि तालुमा तगले भन्ने बित्तिकै खासमा धेरैजनाले अर्को नाम आउँछ तिमीले चाहिँ किन एन्ड्रोइडै भने यार आज भएर जेल गयो नि त आज भएर फेरि जेल गयो त्यही भएर उसको त जेल जाने होइन जेल लाउन नि मिल्दैन के लाउनु मिल्दैन ए अनि तर तपाईँले त त्यसलाई तगले नै हानिन जेल लाउने ठाउँहरू नि छ त अनि खासमा उसको कपाल झरेको चाहिँ बाउको गाली खाएर हो क्या किन थाहा छ किनभने उसलाई ऊ रमेश अङ्कलको छोरो भन्छ नि त खासमा ऊ चाहिँ योगराज अङ्कलको छोरो हो क्या रमेश अङ्कलको छोरो अहिले नि गाजा खान्छ कि छोडिसक्यो अझै खाँदै होला सायद अब अनि बुवाले केही भन्नु भएन अङ्कलले योगराज अङ्कलको छोरो तपाईँहरू त आजभन्दा कति अगाडि तपाईँहरू एकदमै आजभन्दा कति अगाडि एकदमै ट्रेन्डमा त थियो नि त युट्युब भरि नै 19 तिर आई स्वेयर टु गॉड तपाईँको सबैले चिन्थ्यो त्यो टाइममा अहिले नि चिन्छ न फेरि सोसियल मिडिया भन्ने कस्तो कुरा हो भनेपछि जति म हुँ भन्ने मान्छेहरू पनि गायब हुन्छ अहिलेसम्म भन्नु 2018 मा चलेको इन्फ्लुएन्सर अहिलेसम्म चल्ने भनेको गनी गनी हातमा धेरैजना छैन कि काण्ड गरेको गरे गर्नु पर्यो म्याच सिक्ने भयो भने हाम्रो एउटा छ नि त हुन पर्यो होइन हो नि अब तपाईँले लेखमणि दाइले त्यति बेलादेखि नै कन्ट्रोभर्सीमा परेको आज पनि परेको भए मान्छे हुन्छ नत्र लङ टर्मसम्म रेलेभेन्ट हुन धेरै गाह्रो छ कन्ट्रोभर्सीमा किन पर्ने भन्ने 2016 देखि 2026 सम्म एउटा रेलेभेन्ट भएको त्यतिखेर पनि फेमस अहिले नि फेमस भन्ने एउटा मान्छेको माइन्ड नेपालमा भिटेन छ जस्तै नै अर्को हाम्रो सिसन बानिया भयो सिसन बानिया इज द बेस्ट मान्छे लाग्छ है मलाई चाहिँ किनभने मैले आफैले 2010 मा युट्युब च्यानल खोलेको थिएँ होइन त्यसमा मैले मेरो मिमिक्रीहरू राखेको थिएँ त्यति बेलादेखि नै नेपालको सबैभन्दा फर्स्ट युट्युबर हो नि त अल सबैले चिन्ने सिसन बानिया त्यसपछि चेतन ब्लग भयो होइन अब यसो छ कतिजना मान्छेहरू हराए सिसन बानिया मलाई चाहिँ के लाग्छ भने उहाँको जस्ट नट ब्लगर उहाँ त बिजनेस पनि इन हुनुभयो नि त भिडियो मात्रै गराएर पैसा आएन भने त यु क्यान डु द्याट फर लङ टाइम उसले त उसको प्लेटफर्म युज गरिएरै गर्नु पर्यो मान्छेलाई चाहिँ मिस नेपालदेखि लिएर होइन अब त्यो रविन्द्र डाटलाई होइन एमएमएफ के भन्छ त्यो फाइटिङ एमएमए फाइटिङमा लगेर कति मान्छेहरू पाराडाइम टिभीबाट कतिजना मान्छेहरू यो युट्युब यो टिकटक यो सोसियल मिडियामा लङ टर्म जान छ भने यसलाई करियर वेमा लिएर गयो भने पैसा पनि आउँछ यसले खाना बस्न दिएछ बल्ल पो मेहनत गर्न मजा आउँछ एक्ज्याक्टली यो सिसन बानिया र हाम्रो श्रीजी उस्तै लाग्छ क्या मलाई सबैलाई लिएर जाउँ सबैजना बनाऊ भन्ने खालको मान्छे त्यस्तो मान्छे त अघि बढ्ने हो नि तपाईँको मै खाउँ मैलाम भन्नु कोही पनि बन्दैन तपाईँ भोलिदेखि मै गर्छु म मात्र खान्छु विदाउट टिम
होइन तपाईँ यहाँ हुनुहुन्छ दाइहरू बिना तपाईँले गर्न सक्नु सक्यो त पोर्चुगलले सक्यो उताको टिम सक्यो रोनाल्डो चाहिँ राम्रै हो रोनाल्डो राम्रो हो रोनाल्डोलाई पासै दिएन यार। रोनाल्डोको फ्यान रहेछ। हो रोनाल्डोको फ्यान रहेछ तपाईँ तर कसको फ्यान हो म त मेसीको राइभल रहेछ हामी दुईजना त होइन, म बिचमा फुटबल उनीहरू- खासै हेर्दिनँ बिचमा म केही नहेर्ने मान्छे बिचमा छु। म फुटबल खासै हेर्दिनँ तर बाहिरबाट यसो हेर्ने बेला यो एपिसोड रिलिज भइसक्दा अर्जेन्टिनाले लिफ्ट गरिसकेको हुन्छ ट्रफी। अर्जेन्टिनाले म्याच जित्यो भने त म त रोनाल्डोको त्यस्तो भ्युज फ्यान त होइन तर रोनाल्डो मनपर्छ तर मेसीको हेडरहरूलाई चाहिँ 2-3 वर्ष निन्द्रा लाग्दैन अब मेसीको म चाहिँ रोनाल्डोलाई हेट गर्दिनँ किनभने रोनाल्डो र मेसीलाई लाग्छ मलाई। देख्न पाउनु भनेको हाम्रो यो एरामा एकदमै हामी लक्की हो होइन। र रोनाल्डो यति धेरै मेहनत गर्छ कि आजको दिनसम्म उसको जिउमा एउटा ट्याटु पनि छैन, एक थोपा उसले बियर सियर अथवा अल्कोहल के खाएको पनि छैन क्या। हि इज डेडिकेटेड, यस्तो तपाईँको- डेडिकेसन छ उसलाई। 41 वर्षको मान्छे 41 वर्षसम्म तपाईँको म भन्दा यङ देखिन्छ हो दाइ त्यो। तपाईँको त्यसको फिटनेसहरू हेर्नुहोस् हो न नि, हो नि। उसले गर्ने एक्सर्साइजहरू ऊ त अब इन्टेन्स हुन्छ यस्तो छ यार। त मान्छेहरू भन्छ नि फ्लो स्टेटमा गयो क्या त्यो भनेको अध्यात्म भन्दा माथि केही तपाईँको नभएको। तपाईँ पनि लाइफमा तपाईँले भन्छ नि मान्छेहरूले बेस्ट पर्फर्मेन्स कतिखेर गर्छ भने चाहिँ फ्लो स्टेटमा हुने बेला गर्छ अरे कि भनेको उसलाई काम गरिरहेको छ तर उसलाई मेहनत गरेको फिल हुँदैन कि मलाई ध्रुव राथिको हेर्नुहुन्छ कि नै दुर्बरा थियो। तपाईँले पहिला आज लेखमाने तरिकाले तपाईँको रमेश अङ्कलको छोरा भन्नुभयो नि तपाईँ आजभन्दा 6 वर्ष अगाडि फ्लो स्टेटमा हुनुहुन्थ्यो होला कि ढक ढक लेखेछ मिलेछ लेखेछ मिलेछ तर अहिले त चाहेर पनि दाइ गाह्रो छ नि त त्यो फ्लो स्टेटमा गयो भने चाहिँ सक्यो कि बास यार यो मान्छेले त यार है? अहिले दामी कुरा गर्यो अहिलेको उसले। उमेर हाम्रो उमेर भन्दा माथिको कुरा गर्दै क्या। होइन उमेर सँगै फेरि सलिड भाइ, मेरो यस्तो सलिड, साथीहरू सलिड। पनि म्याच्योर के एकदम म्याच्योर एकदम एकदम म्याच्योर कहाँबाट आउँछ हो यस्तो कुराहरू? कुरा कहाँबाट आउँछ भन्दा पनि अब यस्तो छ 3 वर्ष अगाडि कन्सल्टेन्सी जोइन गर्ने बेला सङ्गतै 40 वर्षदेखि 50 वर्षको मेरो साथी नै आफ्नो उमेरको होइन बेला बेलामा टेन्सन पनि लाग्छ फेरि आफै बुढो जस्तो भएन अस्तिसम्म त के सोच पनि आइसकेको थियो भनेपछि अब सकियो बच्चा सच्चा पाऊँ हुर्कान खालको हुन्छ नि तर म 20 वर्षको मान्छेहरूसँग सङ्गत गरेको फाइदा पनि छ एनर्जी चाहियो नि त बास हो। तपाईँ आफूभन्दा 45 वर्ष 50 वर्ष मान्छेको सङ्गत गऱ्यो भने म्याच्युरिटी नलेजहरू सिकिन्छ भने 20 वर्षको भाइहरूको सङ्गत गर्ने जेन्जीको स्टिल यङ वाला एनर्जी आउँछ तपाईँ मसँग अब हिँड्नुहोस् न 1 महिना 2 महिना जति एउटा एनर्जी आउँछ कि तर मसँग नलेजहरू त्यति नहुन सक्छ तर 45 मान्छे 50 वर्षको मान्छे उनीहरूसँग राम्रो कुराहरू सिक्न पाइन्छ तिमीसँग हेभी छ नि नलेज त्यत्रो भनेपछि तिमीले भने अनुसारको चाहिँ दिनमा 11 बजेदेखि 12 बजेसम्म 40 वर्षको सङ्गत गर्नु पर्यो त्यो डक्टरको औषधि जस्तो क्या। अनि 3 बजेदेखि 6 बजेसम्म बेलुका 21-22 को अनि बेलुका भएपछि 18-19 को तरुनी भयो नि भाइ। तपाईँको सङ्गतले एकदम डिटरमाइन गर्छ तपाईँ रक्सी खाने मान्छेहरूको सङ्गत गर्ने ढिलो चाँडो तपाईँ जडिया हुन्छ एकदम मौरीको सङ्गत गर्यो भने फुलमा पुगिन्छ झिङ्गाको सङ्गत गर्यो भने चाहिँ गुमै पुगिन्छ क्या। अब मान्छेले भन्ला मेरो सबै साथीहरू रक्सी खान्छ ग्रुपको मैले खाँदिनँ त 1 in 100 भइहाल्यो नि त तर सङ्गत गऱ्यो नि ढिलो चाँडो तपाईँ दुईजना मिलिनियर हो अरे मैले तपाईँहरूको सङ्गत 1 वर्ष गऱ्यो भने त म पनि मिलिनियर हुने चान्सेस त छ नि त हो नि हो नि। तपाईँहरू अस्ट्रेलियामा अहिले सबभन्दा इन्टरनेसनल स्टुडेन्टको लाइफमा सबभन्दा घातक कुरा के हो पोकिज त्यहाँ तपाईँ पोकिजमा जानु तपाईँ 1 दिन खेल्नुहुन्न 2 दिन खेल्नुहुन्न 10 दिन 20 दिन अब बियर मात्रै खाएर बस्ने गरेर उसले पोकिजमा जित्दैन बियर खुवाउँछ मलाई नि अलिअलि त थाहा छ नि धेरै सोझो नबनाऊँ क्यामेराको अगाडि मैले पनि दबाएको छु बदल होइन मैले पनि पोकिजको बटन दबाएको छु होइन यहाँ आएर ज्ञानी हुन त छैन हामीलाई तपाईँ पोकिज खेल्ने मान्छेहरूको सङ्गत गर्नु भने ढिलो चाँडो तपाईँले पनि बटन दबाउनुहुन्छ कि जति ज्ञानी भए पनि जति जे भने बरु 50 सेन्टबाट सुरु गर्नुहुन्छ त्यसै $1 जानु त्यसै $5 त्यसै $10 जानुहुन्छ त्यसपछि त्योभन्दा माथि त त्यो खेल्ने मान्छेहरूले तँ हान्थ्यो त तैँले हान्दा पर्छ कि भनेरै हान्न लाउँछन् क्या। खेल्नेहरूले तँ हान्द त्यताबाट हान्दा तपाईँको मान्छेको राम्रो कुराको हबी भएन भने नराम्रो कुराको हबी लाग्छ कि अनि तिमीलाई जिममा छ नि जिममा सबैको एउटा फेभरेट हुन्छ क्या यो चाहिँ प्रत्येक दिन हान्छु भने जस्तो हुन्छ नि त्यसमा चाहिँ के लाग्छ जुन कुन चाहिँ बडी पार्टको एक्सर्साइज चाहिँ तिमीलाई एकदम मजाले हुन्छ नि? मलाई सबभन्दा रमाइलो लाग्ने भनेको चाहिँ चेस्ट है तपाईँको चेस्टै हान्न पायो भने त्यो जस्तो रमाइलो केही पनि लाग्दैन तर तिमी त ज्यान स्यान लुक सुक्स पनि छ कि होइन दाइ मेरो यो मैले भने नि त यो मैले जुन ज्यान छ नि आई वाज भेरी अनडिसिप्लिन मैले सबलाई जिम जाऊ भने 2 वर्ष म पनि गएँ आई वाज अ भेरी स्किनी गाई 50 केजी थिएँ म अनि आई वान्ट टु 75 केजी तर मैले जुन डिसिप्लिनमा हुन पर्ने थियो नि त्यो डिसिप्लिनमा म बसिनँ कि मलाई कतै न कतै रिग्रेट पनि छ तर आई एम स्टिल 26 अब गर्छु भनेर हिँडिरहेको छु होइन तर मेरो धेरै राम्रो बन्ने ज्यान हो होइन तर हाइट पनि छ होइन 184 cm छ होइन त्यही कारणले गर्दा
मेरो अब अन्तिम 2 वर्ष चाहिँ मैले यसमा लागिरहेको छु किनभने चाहिँ एउटा सपना छ कि मलङ हिरोको बडी देख्नुभएको छ कि नै मलङ हिँड्नु तपाईँको हिजो मैले एआईलाई हानेको थिएँ कि मेरो ज्यान चाहिँ मलाई यस्तो गराउनु छ भनेको ट्याक्कै हो मलङ वाला यस्तो ज्यान यस्तो ज्यान बनाएपछि त फेरि पलङ सलङ सबै भाँची त मलङले होइन यो ज्यान चाहिँ मैले 1 वर्ष जिम हाने भने यस्तो बन्छ सपना चाहिँ यस्तो ज्यान गराउने हो सपना एपिसोड हेरौँ त मलङ त्यो त दामी छ तपाईँले अस्ति खिचेको फोटो जस्तै छ क्या दाइ तपाईँले अस्ति कहाँ मेरो एआई हो त मलाई तपाईँको भने यार यो जिम जाने भनेको त्यही एउटा राम्रो हबी हो कि घर आइसकेपछि नत्र कि राति के गर्ने त केही गर्ने कुरै भएन एडिक्सन रहेछ जस्तो लाग्यो मलाई चाहिँ एडिक्सन ब्युटिफुल एडिक्सन त यो लाइफको फाउन्डेसन हो कि दाइ रोड भेप खानु भन्दा त होइन त्यो त तिमीले मलाई सोध न म कति किलो थिएँ होइन कतिबाट कति आए आई वाज 98 99 तपाईँको त जति पनि भुडी छ नि अझै स्टिल छ यो त त्यो भुडी घटाउनु तपाईँको ह्याप्पिनेस लेभल आफै बढ्छ कि पछि छोरासँग सँगै फुटबल खेली हुन सक्यो नि त होइन तपाईँको त्यो घट्ने बित्तिकै तपाईँको कन्फिडेन्स पनि बढ्छ सेल्फ स्टिम पनि बढ्छ एउटा कोठामा एउटा मोटे मान्छे र ज्यान भएको मान्छे सँगै छिर्यो भने नराम्रोमा बडी सेमिङ गरेको होइन ज्यान भएको मान्छेले बढी रेस्पेक्ट पाउँछ कि तपाईँलाई कुरा गर्ने तरिका डिफ्रेन्ट हुन्छ तपाईँ यो कुराहरूले एकदम फरक पार्छ जस्तै कोठामा एउटा कपाल भएको मान्छे छिरेर म छिर्यो भने फरक पर्छ क्या साँच्ची भनेको त्यो मान्छेहरूलाई आफ्नो कपाल त यस्तो छ नि त कपाल त तपाईँको कन्ट्रोलमा छैन नि त बिचरा अब तपाईँले कपाल चाहेर पनि अब के गर्ने त के गर्ने त्यो हाम्रो नवरत्न तेल छ नि के अरे त्यसलाई भन्न आएन कि हाम्रो श्रीकेशलाई कोट गर्ने है यस्तो छ तपाईँको होइन स्पोन्सर होइन हाम्रो कपाल अब 5 वर्षसम्मको टेक्नोलोजीहरू आउन सक्छ होइन त्यति बेला चाहिँ हाल्न पाइयो अहिले आइसक्यो हाल्न तिम्रै पहिलाको प्रोफेसनमा लिङ्क गराउँदा लेखमणि ल सपोज उसको दिनमा भोलि 2टा पनि कपाल भएन अरे सबै चिल्लो भयो भने स्टिल उसले सेफको काम गर्दा टोपी लाउनु पर्छ पर्दैन त त्यो के हुन्छ यार यस्तो छ म पहिला किचनमा काम गर्ने बेला चाहिँ होइन यो हाम्रो दुबई कतार होइन तपाईँको हाम्रो युरोप देशतिर अस्ट्रेलियामा त के राम्रो सेफ छ र छैन रियल सेफहरू त दुबईमा छ नि त यहाँ त सेफै छैन उनीहरूले कमेन्ट हानिहाल्यो कि तपाईँको यति मिस्टेक मैले किचनमा पकाएको हाल्थेँ यो मिलेन त्यो मिलेन भनेर हो होइन अब टिकटकमा नहाल्यो भए त जसरी गरे पनि भयो टिकटकमा हाल्यो भए चाहिँ प्रपर लाएर गर्नु पर्यो किनभने बवाल सेफहरूले हेरेर बसिरहेको भनेपछि त उसले तिम्रो फेस केयर स्किन केयर चाहिँ कति टाइम दिन्छ उसको जहिले यस्तो दाइ भिडियोमा हिँड्दै त्यो त आज 3 वर्ष अगाडि त्यो त 3 वर्ष अहिलेको लागि अहिले गर्दैनौ अहिले तपाईँको सिम्पल भनेको जिम जाने पानी खाने डाइट खाने टाइममा सुत्ने पानी जहिले यतिकै हुन्छ उसको यार पानी 3 पानी कि जस्तै नर्मल पानी चाहिँ तपाईँको नर्मल धारको पानी बेला यहाँ त फेरि वाटर पनि वाला आउँछ नि त एउटा स्पार्कलिङ त अब पछि यही पोडकास्टमा भिडियो भाइरल भएर पैसा कमाएछ भने तिमीलाई थाहा छ स्पार्कलिङ वाटर किन खान्छ थाहा छ ल तिमीलाई थाहा छ मलाई थाहा छ मलाई थाहा छैन मलाई थाहा छैन भन न कुरा त तपाईँको स्पार्कलिङ वाटर मान्छेले किन खान्छ भनेपछि एउटा रेस्टुरेन्टमा तपाईँ जानुहुन्छ बस त्यही तिमीले बुझिसके तपाईँले मोमो टिकटकमा हुन्छ तपाईँले चाउमिन अर्डर गर्नुहुन्छ तपाईँले चाट अर्डर गर्नुहुन्छ मोमो खानुहुन्छ तपाईँले बुरबुरेमा होइन मोमो बुरबुरेमा टक्क मोमो खानुहुन्छ त्यसपछि त्यसलाई टेस्ट त अब मोमो गाउँमा टक्कै स्पार्कलिङ वाटर खाए त क्लियर भयो त्यसपछि चाट खानुहुन्छ त्यही भएर स्पार्कलिङ वाटर खानुहुन्छ त्यही नै हो चाट त अहिले भाइरल भइरहेछ नि त सोसियल मिडियाभरि चाट त हो कि मैले त त्यहाँदेखि यो चाट चाहिँ नखाऊ सोच्छु क्या तपाईँको के भन्नु लेखमणि तिर्ताल हजुर लेखमणि तिर्ताल तपाईँको नाम स्पार्कलिङ वाटरमा हामी पुगेको थियौँ होइन अब स्पार्कलिङ वाटरबाट बियर खानुहुन्छ कि नै खान्छ डिस्टिल वाटर हो तपाईँको फेभरेट बियर कुन हो मेरो त अस्ट्रेलिया आएर फर्स्टमा खाएको त्यो भिभी हो भिभी नै हो यार भिभी नै मनपर्छ प्योर हजुर तपाईँ म भिभी नै हो भिभी नै मनपर्छ मलाई भिभी भन्दा मनपर्ने चाहिँ अरूले खुवाएको बियर हो अरूले खुवाएको चाहिँ मेरो फेभरेटमा आफैले किन्दा भिभी तर बियर खानको लागि चाहिँ पबमै बसेर पनि मजा आउँछ तपाईँ कसरी इन्जोय गर्नुहुन्छ बेस्ट टेस्ट हुन्छ तर घरमा लिएर आएको त्यो मजा आउँछ बेस्ट भाइब चाहिँ मलाई दाइ कस्तो लाग्छ भनेपछि बियर खानको लागि इन्भाइरोमेन्ट पनि म्याटर गर्छ क्या दाइ तपाईँ अहिले यहाँ बसेर बियर खान मजा आउँछ आउँदैन त्यस्तो मजा आउँदैन टक्क यही कुरा टक्क तपाईँको सिटीको डालिङ हार्बरको टपमा बसेर अझ त्यो भन्दा नि मजा आउने भनेको त टक्क घर पछाडि तपाईँ त एउटा घर पनि किन्नुभएको छ नि सुनेको थियो 3-4 मिलियनको होइन अनि त्यसपछि टक्क घर पछाडि टक्क बारबिक्यू गरेर र मासु पोलेर चिसो बियर खान मजा चाहिँ आउँछ बब्बाल मजा आउँछ नि अझै
जम अब सिधै अब जम अब भित्र फ्रिजबाट ल्याउने है क्या स्की बक्सबाट निकाल्ने क्या हेर त त्यो आइसमा डुबिरहेको बियरलाई बचाउने क्या त्यहाँ डुब्नबाट बचाउने क्या त्यो यस्तो गर त्यस्तो होइन आवाजै मजा आउँछ तर त्यस्तो हुन्छ यहाँ त हो क्या तपाईको त्यस्तो त चारवटा बियर खायो भने चाहिँ गुडमा जान्छ घरमा तर बियर पनि एकदम टाइम लिएर म चाहिँ कसरी खान्थेँ भन्दा अलिक अगाडि चाहिँ यो 4-5 महिना जिममा हुँदाखेरि चाहिँ अहिले पनि जिम त गर्छु म होइन डायटमा चाहिँ छैन बियर नै एज अ क्यालोरिज क्या 4-5 वटा बियर खान त्यसको क्यालोरिज काउन्ट गरेर अरू केही पनि पऱ्यो नि तर एउटा बियरमा लो क्यालोरी लो कार्ब बियरहरूमा तपाईँको 90 क्यालोरी हुन्छ भने हुन्छ नर्मल बियर खाने 375 300 क्यालोरी हुन्छ अब तपाईँले फ्याटलस गर्दै गर्दा पनि बियर खान मिल्छ कि भन्न खोजेको हुल बियर खाने भन्न खोजेको होइन तर हप्तामा एउटा दुईटा खान सकिन्छ झन् तपाईँले एउटा राम्रो ज्यान गरे सक्नुभयो भने त मेरो साथीहरू छ उनीहरूले यस्तो बियर खान्छ उनीहरूको ज्यान राम्रो छ कि तर एउटा लेभलमा पुग्नु पर्यो कि त्यसपछि त कम्प्रोमाइज त गर्न पायो नि त तर सुरुमै फ्याटलसमा हुनुहुन्छ भने त यदि हजुरहरू फ्याटलस गर्दै हुनुहुन्छ भने सबैभन्दा ठुलो एनेमी भनेको के हो बियर काप्स स्ट्रेस र स्लिप दाइ बुझ्नु है स्ट्रेस भयो भने तपाईँको फ्याट लस यति गाह्रो हुन्छ अनि अर्को कुरा स्ट्रेस भयो भने तपाईँले केही कुरा डिसिप्लिन भएर गर्नै सक्नुहुन्न त्यही भएर हामीले स्ट्रेसले चाहिँ के हुन्छ भने फ्याट लस नभए नि अर्को लसलाई हेल्प गर्छ इयर लस होइन सेकेन्ड कुरा भनेको चाहिँ रक्सी छोड्नुपर्छ रक्सी त यस्तो खाइएछ कि होइन रक्सीको तिमीले यो लेभलमा पुगेको छ साथीहरू भन्यो नि म पनि त्यो लेभलमा पुगेँ रक्सी खाँदा 2 महिना मेरो ससुरा बुवा हुनुभएको थियो दिनरात बस्ने हान्ने त्यस्तै सिचुएसन पनि थियो ससुरासँग के कुरा गर्ने त दारू खाने अब यस्तै अब पारिवारिक कुरा गर्ने गफ गर्ने होइन अनि रक्सी खाँदै जाँदाखेरि रक्सीले त जति खाए पनि नलाग्ने क्या के भएछ भन्दा त त्यो त अब लाग्ने स्टेजसम्म पुग्दा चाहिँ मान्छेको शरीरको पार्ट्सले काम गर्ने रहेछ नलाग्ने स्टेज भनेपछि त अब फोक्सोलले पनि साथ छोडेको छोड्दै अब एउटा कुरा तपाईँले रियलाइज गर्नुभयो कि नै म सुरुमा अस्ट्रेलिया आउने होला जति रक्सी खाए पनि 20 देखि 25 वर्षको उमेरमा चाहिँ जति रक्सी खाए पनि ह्याङओभर नहुने जति रक्सी खानु जे खानु भोलि जुरुक्क उठेर काम जान सकिन्छ यो 25 30 35 लागेपछि 3टा बियर खाने 3 दिन सुत्न पर्ने ह्याङओभर त्यस्तो होइन क्या त्यो नेपालको बियरै कडा हुन्छ नेपालको बियर खाएर यहाँनिर नेपालको एक फुल खाँदा र यहाँको 4वटा खाँदाखेरि लगभग बराबर हान्छ क्या होइन तर एज पनि रहेछ त किन 20 देखि 25 वर्षको भाइहरूलाई गएर सोध्नु होइन ह्याङओभर हान्छ नि के ह्याङओभर भन्छ 25-26 पुगेर 25 वर्षमा मलाई पनि ह्याङओभर हुन्थेन मलाई त अहिले ओभर ह्याङ हुन्थ्यो क्या ओभर ह्याङ है यस्तो म त दाइ लिटरली ढाटे होइन आई एम भेरी स्ट्रङ पर्सन तर रक्सी खाएको भोलि बिहान मेरो ज्यान लग काम छ त्यो त सक्दिनँ म होइन मैले रक्सी किन खान छोडेको भनेर कसैले मलाई भन्छ भने राति 6-7वटा बियर खाएर बिहान उठ्यो भने चाहिँ ज्यान लग एङ्सियस हुने क्या फकिङ तपाईँको जे कुरा पनि डर लाग्ने हुन्छ नि तपाईँको शरीरमै भुइँचा लगाउने तपाईँको तर रक्सी खान छोडेपछि त महाकसमलाई एनर्जी त होइन अहिले म रक्सी खाएर आज आएको भए म अहिले उठेर हिँड्न सक्छु किनभने फेसै गर्न सकिँदैन नि त मान्छेहरू तिमी यहाँ भएर तिमीलाई त्यस्तो लाग्यो नेपालतिर भए त यसलाई केही चढ्यो यताउता भनेर पूजा गर्न थालिसक्दै मान्छेले बिहान आजभन्दा 8-9 वर्ष अगाडि नेपालमा हुने डिप्रेसन एङ्जाइटी भन्ने कुरा थाहा नै थिएन मलाई त कसम थाहा थिएन यस्तो हो डिप्रेसन एङ्जाइटीको म एङ्जाइटीको चाहिँ एकदमै ठुलो प्यासेन्ट भनौँ न मैले त दाइलाई देखेर थाहा पाएको एङ्जाइटी यस्तो हुँदो रहेछ भनेर कमेडीकै फेजमा पनि आई वाज भेरी लाइक साई टाइपको स्कुलमा अगाडि गएर बोल्दाखेरि पनि अलिकति नसक्ने टाइपको त्यस्तो खालको मान्छे हो म होइन र एन्जाइटी मलाई यति धेरै थियो नि मेरो लक्कीली मेरो छोरो जन्मेपछि म डिप्रेसनमै गएँ अस्ट्रेलियामा त्यस पछाडि चाहिँ मेरो लाइफ छोरा जन्मेपछि डिप्रेसन होइन कि लक्कीली छोरा जन्मेपछि चाहिँ मेरो लाइफ चेन्ज भयो त्यति बेला चाहिँ म डिप्रेसनमा गएको थिएँ आई वाज लाइक आफ्टर द्याट होइन मेरो माइन्डै 4 गुणा बढी खुल्थ्यो क्या के तपाईँलाई ट्रिगर पोइन्ट चाहिँ के थियो खास गरी सबैले एउटा हुन्छ नि त मलाई मेरो ट्रिगर पोइन्ट भन्ने नै थिएन खोइ मेरो चाइल्डहुड हो कि जस्तो लाग्छ मलाई चाहिँ तपाईँको यस्तो रहेछ कि त यो डिप्रेसनमा भएको मान्छेलाई त किन डिप्रेस भइस तेरो लाइफ चाहिँ सिम्पल हो यस्तो गरेर नि मान्छे डिप्रेस हो भन्न मिल्दैन रहेछ कि र अर्को कुरा तपाईँले डिप्रेसनमा हुनुहुन्छ अरे होइन तपाईँले आएर निस्क्यो भने तपाईँ निस्किन सक्दैन कसरी निस्किनु भने एउटा सकिन्छ मलाई टोयलेटमा बसिरहेको बेला मान्छेले ओइ निस्कि भन्दा त भन्ने बित्तिकै निस्किन सक्दिन डिप्रेसनमा बसेको मान्छे त्यसलाई निकाल्ने भनेको एउटा कुरा मात्रै हो उसले डिप्रेसन भन्यो ल तिम्रो कुरा अहिले म दिन्छु
विपसनामै बस्या मान्छे पनि 4-5 दिन नभए निस्किँदैन। निस्किँदैन तपाईँको जे चिज पनि अब उसको कुरालाई कन्टिन्यू गर्ने तिमी तपाईँको यस्तो छ मान्छे एक्सट्रिम लेभलको डिप्रेसनमा गयो एङ्जाइटी गयो भने भगवानको शरणमा जान्छ दाइ सिधै कुरा सिधै हो नि किनकि उनीहरूलाई केही कुराले पनि तपाईँ नोटिस गर्नु भगवानकोमा त्यसै पनि जान्छ मान्छेहरू तर त्यसै जान्छ एक्सट्रिम भयो भने कृष्ण मन्दिर जाने तपाईँको बेबस्न जाने ओसो जाने गर्छ मान्छेहरूले होइन तर भर्खरै अलिकति स्ट्रेस लेभल सुरु भएको छ तपाईँलाई फिल भइरहेको छ भने साइन्सले पनि यो कुरा प्रुफ गरेको छ कि फिटनेस जिमले निकाल्छ भने तिमीले तपाईँले मैले भनेको नि साइन्सले भनेको कि सुरुको लेभलमा ओ यस तपाईँले जिममा जाने बेला तपाईँको फिटनेस कन्टेन्टहरू फलो गर्नु कमेन्टमा गरे हेर्नु मलाई फिटनेसले निकालेको हो भनेर भन्छ साइन्सले प्रुभ गरेको छ डोपामिन रिलिज भएर होला है डोपामिन तपाईँको बडीभित्रको स्ट्रेस लेभल यताउति अब अहिलेको जेनेरेसनको कुरा गर्दै गर्ने भने मान्छेहरूको कुराहरू गर्दै गर्ने मैले नराम्रो वेमा भन्नु खोजेको होइन बिहान उठ्छ 1 गिलास पानी नखाइकन काममा दौडिन्छ त्यसपछि काममा जान्छ अनि काममा गएर फेरि अनहेल्दी कुरा खान्छ राति आएर अनहेल्दी कुरा खाएर सुत्छ अनि बिहान उठ्नेलाई मान्छेलाई डिप्रेस नभए एङ्सियस फिल नभए के हुन्छ त भन्ने कुरा सोसियल मिडियाले पनि हो क्या मेन भने मान्छेहरूलाई सोसियल मिडियामा त्यो खालि त्यस्तै डिप्रेसिङ चिजहरू होइन त्यस्तै चिजहरू मात्र आएर हुन्छ तर मैले नि के ठुलो कुरा गर्ने होइन यो तो दाइलाई पनि स्ट्रेस छ तो दाइलाई नि स्ट्रेस छ तो दाइलाई नि स्ट्रेस छ त्यो भाइ त आँखै कालो भएको हैन ऊ रातिको 11 बजे केटा हो नि त उले नि केही कुरामा स्ट्रेस लिइरहेछ तपाईले नि ठुलो कुरा गरेर हुन्छ तपाईले नि केही कुरामा स्ट्रेस लिएको छ नि त एट द एन्ड टाइम भनेको एभ्रीवन इज स्ट्रेसिङ टोलरेट गर्ने लेभल कसको हाइ छ भन्ने कुरा हो मान्छे यस्तो हिरो छौ हैन जिम सिम पनि जान्छौ प्लस सोसियल मिडियामा पनि प्रेजेन्स राम्रो छ केटीहरू कतिको पछि लाग्छन् कि अलरेडी रिलेसनमा छौ कि यस्तो म केटीको पछि लाउन धेरै अगाडि छोडेको छ किन भनेपछि यु निड टु चुज वान थिङ के अब डुल्दै बस्ने डिफ्रेन्ट केटीहरूसँग मकराउन्ड गर्दै बस्ने कि यु गट चुज वान पर्सन मैले एउटा पर्सन चुज गरेर राम्रो करियर बन्छ सबै कुरा राम्रो हुन्छ लाइफ स्टाइल अघि बढ्छन् किन अरूसँग मकराउन्ड यो त कन्ट्रोल गर्ने कुरा हो चिटिङ 45 वर्षको उमेरमा पनि गएर कन्ट्रोल गर्नु पर्यो भन्नु खोजेको के हुन्छ भनेपछि यु निड टु चुज वान वे के वान वे इदर वान वे अब मैले त एउटै मान्छेको चोइस गरे हो नि त यो वे पनि थियो नभएको त होइन तर एउटा मान्छे मात्रै त्यो मकराउन्ड नगर्ने त म्यारिड त हैन म्यारिड हैन इन्गेज्ड होला इन्गेज पनि हैन 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 ठिकै छ त्यसो भए एक्लै रहिछौ हैन एक्लै हुँदा पनि एक्लै भउँदै भएन नि छ र एक्लै त भएन नि छ छन् त रहेछ ल अब चाहिँ बिस्तारै फ्यामिली सँगसँगै नयाँ आउने बिजनेसलाई चाहिँ के छ त नयाँ बिजनेस कहिले लन्च हुन्छ त नयाँ बिजनेसको कुरा गर्दै गर्दा जस्तै एजुकेसन कन्सल्टेन्सीहरू छ नि इट्स अ गुड बिजनेस अस्ट्रेलियामा होइन स्टुडेन्टलाई हेल्प गर्न पाउने गिभ एन्ड टेक त हुने होइन सर्भिस बेस्ड बिजनेस हो होइन र यो हाम्रो एजुकेसन बिजनेसमै लाग्ने प्लान छ तर एकदमै यो गभर्मेन्टको पोलिसीमा चाहिँ एकदमै स्ट्रङली डिपेन्ड हुन्छ कि अब म पनि अहिले कन्फ्युजनमा छु हाम फाली कि नफाली अब गर्ने त यही नै हो जानेको यही नै हो अब यही नै हुन्छ तर भेरी सुन काम हुँदैछ ब्याकिङमा दाइ कामको कुराहरू हुँदैछ अब छ नि होइन अनि अब बिजनेस गर्ने त भनेर भन्यो होइन अब बिजनेस गर्दाखेरि त अहिले नेपालमै पनि यताउता दर्ता गर्ने यो 20-25 लाख भन्ने कुराहरू आइरहेको छ अब त अस्ट्रेलियाले मात्र होइन नेपालकै डिसिजनले नि गाह्रो बनाउला जस्तो अब यस्तो छ कन्सल्टेन्सी बिजनेसहरूलाई चाहिँ एकदमै नै गाह्रो छ कन्सल्टेन्सीलाई आज भन्दा 1-2 वर्ष 5-6 वर्ष अगाडि इट वाज भेरी इजी केही पोलिसीहरू त्यस्तो स्ट्रिक्ट थिएन इट वाज भेरी इजी बिजनेस अब अहिले आएर चाहिँ गभर्मेन्टले यसरी पेल्दिएको छ कि अस्ट्रेलियाको गभर्मेन्टले नेपालको गभर्मेन्टले अब चाहिँ धेरैजना कन्सल्टेन्सीहरू चाहिँ बन्द हुन्छ 1000% राइट द्याट इन द नोट पहिला जस्तो सजिलो छैन अब पहिला जस्तो अब स्पोन्सर पनि पाउन गाह्रो हुन्छ कन्सल्टेन्सीहरूबाट पहिला त ठुल्ठुलो इभेन्टहरूमा स्पोन्सर गर्ने नि कन्सल्टेन्सीले थियो देयर वाज मनी अब चाहिँ त्यो बन्द हुन्छ ढिलो चाँडो बन्द हुन्छ कि अब गभर्मेन्टले फेरि भिजाहरू खोलिदिनु पर्यो फेरि पहिला जस्तो सजिलो गराइदिनु पर्यो अब म पनि एउटा हार्ड टाइममा छिर्न खोजिरहेको छु अरू अब मैले कन्सल्टेन्सीमा काम गरेको मान्छे भोलि गएर घर बेचेर त भएन जानेकै 5 वर्षदेखि त्यही नि अब आज क्यामेरा चलाइरहेको मान्छेले भोलि गएर चटपटे पसल खोलेर त भएन चलाउनु नि क्यामेरै हो अब गनिँदै नि हो रिस्क धेरै छ अब हुन्छ त बिस्तारै हामीलाई पैसा कमाउनु छैन गुड बल्ल 26 वर्ष पैसा त 40 वर्षमै कमाउनु अहिले खाना बस्न भए पुग्यो जिम जाने पैसा फ्यामिलीलाई स्पेन्ड गर्ने पैसा हल्का सेभिङ भएपछि अलिक किन पैसा कमाएर मालामाल गरी हिँड्न छ पैसा त कमाउनु दिन आउँछ दाइ 26 वर्ष त 35 वर्षमा कमाउन 40 अहिले त एक्सपिरियन्स गेन गर्ने नेटवर्किङ गराउने अनि सबैभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा मैले जानेको भनेको नराम्रो पिआर त अफकोर्स त बेस्ट भइहाल्यो मेन कुरा भने केही कुराको एडिक्सन हुन भएन जिमको बाहेक होइन तपाईँको
त्यो कुरा भयो सेकेन्ड कुरा भनेको मैले सिकेको सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा भनेको लिभ अ सिम्पल लाइफ होइन मैले अहिले आज न 2 वर्ष अगाडि म पनि एकदमै ब्रान्डमा पैसा फाल्ने मान्छे हो ब्रान्ड यताउति पैसा यता यो गर्ने मान्छे हो तर अहिले आएर चाहिँ के रियलाइज भयो भने चाहिँ पैसा चाहिँ ब्याकअप राख्नु पर्ने रहेछ त्यो चस्मा 2 वर्ष अगाडि किने हो 2 वर्ष अगाडि किने यो खासै जुत्ता पनि लुइस भुटन तर मलाई कम्पनीले गिफ्ट दिएको मैले आफै त किन्न छोडिसकेँ मैले अचेल यो केमार्टको यो युनिक्लोको मलाई चाहिँ के लाग्यो भनेपछि 2 वर्ष अगाडि आएर चाहिँ 2 वर्ष अगाडि आएर चाहिँ बल्ल रियलाइज चाहिँ के भयो भनेपछि पैसा सेभ गर्यो भने ल मलाई अहिलेदेखि 26 वर्षदेखि पैसा सेभिङ गर्न सुरु गरेँ 35 वर्षमा गएर टक्कै एउटा बिजनेस आइडिया आयो अरे खातामा 400K 500K छ अरे बल्ल अब दम आयो नि त तेरो काम आफ्नो ठाउँमा राख त्यो भनेको अनकम्फर्टेबल सिचुएसनबाट निक्लिन पाइन्छ कि तर सेभिङ इज भेरी इम्पोर्टेन्ट जस्तो लाग्छ होइन अब सेभिङ गर्नु त गाह्रो छ तिमीले सेभिङ राम्रोसँग गर्छ भनेर त दारी जुङ्गाले पनि देखिन्छ कसरी दिनकै सेभ गर्छ जस्तो देखिन्छ होइन यस्तो छ कि दाइ तपाईँको बनेर तपाईँको यस्तो छ दाइ मलाई चाहिँ एउटा कुरा भन्छु तपाईँको इन्भेस्टमेन्ट इन फिटनेस इन्भेस्टमेन्ट इन हेल्थ इन्भेस्टमेन्ट इन ह्याप्पिनेस इन्भेस्टमेन्ट इन हाउ यु लुक हो एक्ज्याक्टली तिमी आउनु भन्दा अगाडि हाम्रो स्टुडियोमा त्यही कुरा भएको थियो के हेल्थमा इन्भेस्ट गर्ने हो कपडामा होइन कपडा त्यस्तो छैन दाइ यो केमार्टको कपडा हो होइन तर राम्रो ज्यान भएन त राम्रो देखिन्छ अनि जहिले पनि कपडा यस्तो लाएर हिँड्नु पर्ने रहेछ कि जहाँ चाहिँ कुनै पनि कपडाको लोगो अथवा नाम नहोस् ब्रान्डिङ यस्तो छ कि दाइ मैले सबै के छ यार मैले सुरुमा अस्ट्रेलिया आउने बेला के दाइ यो सबैजना इन्टरनेसनल स्टुडेन्टहरू यो फेसमा जान्छ नेपालमा त नाइकी नदेखा एडिडास नदेखा होइन एबिबास देखेको मान्छे हामी होइन आउने बित्तिकै ब्रान्ड किनौँ भनिन्छ म त लिटरली यहाँ टमी हिलफिगर यत्रो टल्काको लाएर हिँड्थेँ पोलो रफ लरे नि अहिले मलाई यहाँ पोलो लेख्यो नि लाउन मन लाग्छ होइन तपाईँको चाहिँ कपडा किन्ने बेला ब्रान्ड होइन क्या दाइ तपाईँको बडीको प्रोपोर्सनमा के मिल्छ त्यो किन्ने रहेछ कि म अचल के गर्छु भनेपछि ब्रान्ड भन्दा पनि आफ्नो ज्यानलाई चाहिँ के राम्रो देखिन्छ अब तपाईँले भोलि गएर ज्यान यत्रो ठुलो भुडी छ भुडीलाई नै चाहिन्छ गुचीको ज्याकेट लाएर त भएन नि त त्यही भएर बरु म चाहिँ के गर्छु एउटा क्लोथिङको एउटा तपाईँलाई एउटा टिप्स दिन्छु होइन दाइ भुडी यत्रो भएपछि त गुची होइन गुचीको ज्याकेट होइन भुडीकै मात्र कुरो नगरौँ न भने यार बिचमा आएर तपाईँको किन होइन उ त मादलै भएको छ त एउटा उसलाई बजाउनु 2 जना किनभने 5 मिनेटमा भुडी र कपालको कुरा कपडाको टिप्स आयो ल अब हामीलाई यस्तो छ कपडाको कुरा गर्दै गर्दा त सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा भनेको ज्यान राम्रो हुनु पर्यो ज्यान राम्रो बडी राम्रो भयो भने तपाईँको कपडामा ज्यानमा जे पनि राम्रो देखिन्छ सेकेन्ड कुरा ज्यान मात्रै राम्रो भएर पनि कपडा राम्रो देखिँदैन क्या दाइ जस्तै मैले यो टी सर्ट किनेँ नि त यो टी सर्ट किनेँ मैले मेरो भुडीमा टाइट छैन यो भुडी टाइट हुने बित्तिकै भुडी देखिन्थ्यो यो लुज छ यहाँनिर मेरो चाहिँ टाइट यो आर्म छ नि यो लुज थियो कि मैले गएर $10 चाहिँ यसलाई टाइट गराएको क्या दाइ यो भाग जरि टी सर्टहरू किन्ने बेला चाहिँ तपाईँले चाहिँ यसरी टाइट गर्न सक्नुहुन्छ कि टेलरिङ गर्न सक्नुहुन्छ भनेपछि तिमीले अघि भने जस्तो फिटनेसमा चाहिँ इन्भेस्ट गर्ने भने यो फिटिङमा इन्भेस्ट गर्यो फिटिङमा तपाईँ यस्तो छ तपाईँ एउटा कुरा नोटिस गर्नुभएको छ कि नै तपाईँ जिममा होइन जे पाए त्यही कपडा लगाएर जानु त्यति जिम हान्न मजा आउँदैन तर जिममा चिटिक्क राम्रो कपडा लगाएर जानु एक्स्ट्रा एनर्जी आउँछ रनिङ जाने बेला पनि तपाईँको टक्क राम्रो कपडा लाउनु पर्यो होइन राम्रो त्यो यहाँ पनि त्यही त हो नि आज म यहाँ झुत्रो बुत्रो भएर आएको भए त्यो कन्फिडेन्स त आउँथेन नि त ऊ कन्सल्टेन्सीमै पनि किचनको लुगा लाएर गयो भने कन्फिडेन्स होइन म किचनमा काम गर्ने ल कन्सल्टेन्सीमै काम गर्ने ल क्लाइन्ट काउन्सिलिङ ल म पछि रियल इस्टेटमा काम गरेँ अरे होइन टार्गेट त्यहाँसम्म रहेछ तिम्रो होइन टार्गेट त मेरो सेल्स बेच्ने कुरामा टार्गेट छ मैले बेच्न सक्छु भन्ने मलाई थाहा छ इथिक्समा मोरलमा किनभने सेल्स भनेको यस्तो स्किल हो कि त्यो लाइफभरि चाहिने स्किल हो र काम जति पनि पाइन्छ त्यो त हामीले थाहा पाइसक्यौँ 500मा किनेर 600 भोलिपल्ट बेच्दैन तपाईँको 500 क्यामेरा 500मा किनेर भोलिपल्ट 600 बेच्दै दुईटा मात्रै स्किल भए पुग्छ जस्तो लाग्छ कि दाइ यो ठुलो बिजनेसम्यान त होइन तर आफूले जाने गरेर कि क्यामेरा गाडी बोल्न आउनु पर्यो र बेच्न जान्नु पर्यो ल यो त क्वेसन थियो नि दाइ पहिला थाहा छ 500मा किनेर 600मा बेच्दा कति फाइदा 500मा किनेर 600मा बेच्दा कति फाइदा भयो 500मा किनेर 600मा 500मा किनेर 600मा बेच्दा कति भयो $500 500 रुपियाँ जिनेर चाहिँ यतिको दिमाग चाहिन्छ क्या दिमाग चाहिँ खरै भएको मान्छे रहेछ तिमी जाडोमा तातो पानी कतिको खान्छौ जाडोमा मन तातो अस्ति केमारबाट एउटा सामान किनेर त तताउनी नै बिग्रियो अहिले चिसै पानी
मायालु ग्रुप अफ कम्पनीजले चाहिँ तिमीलाई एउटा गिल्टी ल हेर हाम्रो तिम्रो कुरा सुन्दैको रहेछ कि रहन्छ त अनि अब टक्क तिमीले तर थाहा छ फ्रिज वासिङ मेसिन बिग्रिरहेछ भने बिग्रियो भन्यो तताउने साउट आउट टु मायालु ग्रुप अफ कम्पनीजलाई होइन मायालुबाट त मलाई तन्ना पनि चाहिएको छ उनीहरूको तन्ना त फुलबुट्टे तन्ना राम्रो छ तर बेड चाहिँ मन पर्यो आवाज आउँदैन रहेछ ए हो टाइट आवाज त आउँदैन हेर नि त हामीले कति चिज मैले चाहिँ आउँदैन म पहिला एउटा किनेको बेड थियो होइन तपाईँको इबेबाट राति गएर एक ढलेको सरी तपाईँको त्यो मायालुकै हो बेडै छ नि भाँच्छ क्या तर मायालुको चाहिँ स्ट्रङ छ मजबुत रहेछ र मेरो खाटमा जति पनि सुतेछन् नि मेरो साथी दाजुभाइहरू त्यसै दिएर त बेस्ट म्याट्रेस बवाल यार ल बवाल दाइको मैले मार्केटिङ गरिदिएको रिजन मलाई 1500 म्याट्रेस 900 मा दिनुभएको थियो त्यो भएर ए गुड ल दामी हो यो भिडियो हेरेर यो भिडियो बत्यो नि दाइले मलाई अब दराज पनि नबस्ने खालको गरिहाल्छ त अहिले नबस्ने खालको खाट चाहिन्छ भने मायालु आउनुहोस् है त नबस्दिन नहल्ने नि राति बुढाबुढी सँगै सुतेछ अरे बुढा बिहान उठेर काम जानु पर्यो भने तपाईँको अरू ठाउँको म्याट्रेस कस्तो हुन्छ नि सस्तोमै हल्लिन्छ क्या बेड होइन त्यसलाई नो डिस्टर्बिङ भन्छ कि दाइ बुढो उठेर गयो भने अनब्यालेन्स भएर यता त्यो माइलीको चाहिँ त्यसलाई के भन्ने रहेछ त्यो म्याट्रेसलाई भनेपछि ब्यालेन्सिङ ब्यालेन्स तपाईँको बुढाबुढी राति सँगै सुत्छ बुढी राति नाइट काम जानु पर्यो बुढी यसरी हल्यो भने त बेड त लचक लचक पछाडि नै हाल्छ त्यही भएर चाहिँ अब ठिक हुन्छ अहिलेलाई यो हाम्रो पानी तताउने भाँडा भयो मायालुको तर्फबाट होइन एउटा सिङ्गै रातो भाले पनि आउँछ त्यो चाहिँ एभरेस्ट बुचारीको तर्फबाट भाले चाहिँ अहिले चर्न गएको छ रकडेल अब उहाँको त अब सबैतिर जान्छ मासु त्यो रातो भाले चाहिँ अहिले चर्न गएको छ होइन गाउँको पोथीहरूसँग समातेर भुत्लाएर त्यही बाटो जाँदाखेरि नै लगे पनि हुन्छ अथवा अरू कुनै दिन यसो मुड तपाईँको यो एभरेस्ट बुचरी भनेको एउटा यस्तो मैले ग्रोसरी सप हो कि जहाँ नेपाली भन्दा खैरे कस्टमर बढी देख्छु मैले होइन द्याट मिन्स दे आर डुइङ गुड भन्ने कुरा हो होइन किनभने नेपाली अडियन्सलाई मात्रै टार्गेट गर्नु भन्दा नि एउटा कुनै नेपाली बिजनेसलाई ओभरअल अडियन्सलाई टार्गेट गरेको हेर्नलाई मजा आउँछ नि त होइन त्यो यता हेर्न जाने बेला चाहिँ देयर आर नट ओन्ली नेपाली अडियन्स होइन त्यो राम्रो हो दाइले राम्रो गरेर राख्नु छ र राम्रो कमाइ पनि राख्नु भएको छ होला होइन धेरैजनाको लागि एउटा मोटिभेसन अरू ग्रोसरी सप त्यत्रो कम्पिटिसन हुँदै गर्दा त्यो पसलमा जाँदै गर्ने बेला र आजसम्म मैले कस्टमरको लाइन नदेखेको है पनि छ दाइ त्यो मात्रै नभएर B2B पनि एकदमै गर्नुहुन्छ बिजनेस टु बिजनेस होइन अनि एउटा बिजनेस भनेको मासु मात्रै बेच्ने होइन नि त त्यसलाई रोटेसन होइन त्यो एकदमै राम्रो छ तर त्यही भएर त दाइ यहाँसम्म पुग्नु भएको छ होइन उहाँको यात्रा लामो खतरा हुनुहुन्छ ल मनिष भाइ यार धेरै धेरै धन्यवाद है हाम्रो यो गफी गफमा तिमीलाई देख्न पाउँदा हामी एकदम खुसी छौँ अब तिमीलाई हेर्ने तिम्रो अडियन्सहरूले पनि होइन यो चाहिँ आजको पोडकास्ट कुनै स्क्रिप्टेड होइन म लिटरली मोमो खान आएको मान्छे यो क्यामेरा एङ्गल हेर्दा बोल्न लाग्यो त मोमो कस्तो लाग्यो तिमीलाई भुरुभुरेको मोमो तर यस्तो छ दाइ हरेक कुरा ट्यालेन्टेड होइन अब मोमोको कुरा गर्दै गर्दा चाहिँ तपाईँको यस्तो छ नि मोमो मलाई मनपर्छ मोमो पनि जिमको लागि इट्स अ गुड थिङ किन तेलमा फ्राई गर्ने अनि स्टिम गर्ने कुरा हो अब भित्रको फिलिङ के छ भन्ने कुरा डिटरमाइन गर्छ मोमो पनि त्यस्तो अनहेल्दी कुरा होइन मैले बेलामा मैले नेपाली रेस्टुरेन्टमा सिद्धिमिद्धि खाँदिनँ पहिला चाहिँ खान्थेँ दारू खाने बेलुका गएर भात मासु खान्थेँ त्यो छोडेको धेरै भइसक्यो होइन मोमो ओभरअल मिठै थियो मोमो मिठै हुन्छ एउटा कुरा थाहा छ तिमीलाई अस्ट्रेलियामा बस्दै गर्दा मलाई एउटा कुरा भन्नु मन लाग्यो क्या खैरीहरूले नेपाली बोल्छ अनि त्यसपछि तिमीले आम गुड भनेर रिप्लाई दिन्छौ क्या त्यो वर्ड के हो थाहा छ गेडामा हावा आयो के मैले बुझेन गेडामा अलिक फास्ट भन न हावा आयो आम गुड थ्याङ्क्स गेडामा हावा आयो बुझिन मैले गेडामा हावा आयो गेडामा हावा आयो भन्नु ल आजको एपिसोड चाहिँ हामी पोडकास्टको सुरुमा पनि त्यसैको कुरा आयो अनि गेडामा हावा आयो ल हामीलाई दुई शब्द आफ्नो अडियन्सहरूलाई अथवा हामीलाई दुई शब्द भनेको अलि लामै दिए नि केही भएन अब यसो पुरै अब हल्का खाँदैन 2-3 मिलियन भएको भए त मोटिभेसनल स्पिकर जस्तो दिन्थे होइन अहिले अलिकति धेरै गफ पनि नहानौँ नेपाली 2-3 मिलियन होला अब मोटिभेसनल स्पिकर बन्नु भने 2-3 कुरा भनेको अस्ट्रेलियाको लाइफको कुरा गर्दै गर्दा लाइफ इज स्ट्रेसफुल अफकोर्स तर त्यही स्ट्रेसलाई इन्जोय गर्दै जाने हो होइन अनि जिम जानु अनि रक्सी गाजा नखानु पोकिज नखेल्नु खेले पनि वर्षमा एकचोटि खेल्नु ठुलो कुरा गर्दिनँ होइन क्यामेरामा आएर के काने ठुलो कुरा गरेर भने खेले पनि वर्षमा 1-2 चोटि खेल्नु 10 तिहारमा खेल्नु होइन अनि अर्को कुरा भनेको मेहनत गर्नु पैसा सेभिङ गर्नु
अनि राम्रो कन्सल्टेन्सी चुज गरेर पिआर पनि झिक्नु होइन र त्यसको लागि उसलाई सम्झेरै हुन्छ अलि पछि पछि मैले कन्सल्टेन्सी खोजेँ ल सोचेर पनि भयो अहिले पछि अनि अर्को कुरा भनेको के हो केही पनि छैन त्यति नै हो अरू कुरा भने यतिकै हो ल सबैलाई धेरै धेरै धन्यवाद हाम्रो गफ हेरेर बस्नु हुने र यसै गरी हाम्रो टाइटल स्पोन्सर रहनु भएको छ स्मार्ट डिरेक्सन एजुकेसन एन्ड भिजा सर्भिसेस पावर्ड बाई मायालु ग्रुप अफ कम्पनीज ग्रोसरी पार्टनर नमस्ते मार्ट वोलङ्गङ ट्राभल पार्टनर एभरेस्ट ट्राभल्स रिमुभल पार्टनर मामा भान्जा रिमुभल्स एन्ड कुरियर सर्भिसेस अटोमोटिभ पार्टनर गोर्खाज अटो रिपेयर्स डिजाइन एन्ड थम्बनेल पार्टनर जङ्गल बुचरी पार्टनर एभरेस्ट बुचरी सो एभरेस्ट बुचरी पार्टनर रहनु भएको छ भने फुड पार्टनर रहनु भएको छ भुरभुरे मोमोको मोमो हामीले खाएर हेरिहाल्यौँ इट वाज रियली नाइस अमेजिङ टेस्ट होइन सो थ्याङ्क यू सो मच फर वाचिङ इट थ्याङ्क यू Smart Direction Education and Visa Services presents Coffee Golf. Stressless, enjoy the best. Powered by Mayana Group of Companies. Travel partner, Everest Travels. Grocery partner, Namaste Mart, Wollongong. Automotive partner, Gurkha's Auto Repairs. Daily routine partner, Himalaya Vitality. Clothing partner, Bianca Fashion House. Food partner, Bhurbhure Momo Rocktail. Design and thumbnail partner, Jungle. Removals partner, Mama Bhanja Removals and Courier Services. Butchery partner, Everest Butchery.